इलाममा मेरो एउटा प्लाटुन पुरै पेट्रोल गएको प्लाटुन ध्वस्त, धेरै जसोको मुखमा गोप्य अङ्गहरू थिए। भकुण्डे बेसीको पुलिस चौकी हान्दाखेरिमा परे। तिहार लुटिए भनेर सैनिकले मैले हिर्काएको गोलीले 1-2 जनालाई तलमाथि पनि 2-4वटा छर्रा मैले पनि बोकेर हिँडेको छु। इलाम 5 थर हुँदै म च्याङथापु भन्ने ठाउँबाट गोली हानु, लोकल मान्छे मर्ने, उनीहरू भाग्ने। स्वर्गीय दिपेन्द्र सरकारले पनि ट्रेनिङ गरिबक्स्यो। उहाँको ट्रेनिङमा आएपछि हामीलाई केही हद रिलिफ भयो। संयोग चाहिँ मैले फेरि दर्शन पाएँ। टिको लाउन मात्रै पाएँ होइन, मैले चाहिँ सरकारबाट के छ तिम्रो भयो, हुकुम भयो। सरकार मेरो भएन भनेपछि एडिसीलाई हेरिबक्सेको थियो। लगत्तै भर्ना खुल्यो। म फेरि अफिसरको लागि सिलेक्सनमा छानिएँ। लडाइँ सुन्नलाई मात्रै रमाइलो हुन्छ, बाहिर बसेर उसले यसो गरे भए उसो गरे भए हुन्थ्यो चाहिँ भन्छन्। आदरणीय महानुभावहरू नमस्कार। सिपाहीका गाथा सिपाहीका कथा भन्ने कार्यक्रम लिएर आएका छौँ। अवकाश प्राप्त मेजर साहब वासुदेव अधिकारी, उहाँलाई सबैले भाइरल बाबा भनेर पनि चिन्छन्। नुवाकोटका स्थायी बासिन्दा होइसिन्छ र उहाँले आफ्नो सैन्य जीवन मार्फत मुलुककै रक्षा र सेवामा महत्त्वपूर्ण योगदान दिनुभएको छ। सेनाबाट निवृत्त भएपछि उहाँ सामाजिक क्षेत्रमा, विशेष गरी साहित्यिक, सांस्कृतिक, आध्यात्मिक क्षेत्रमा र अभिव्यक्तिहरूमा सक्रिय हुनुहुन्छ। उहाँका रसिला कुरा, जीवनका अनुभव र गहिरो सोचाइका कारण विभिन्न सामाजिक सञ्जाल मिडियामा निकै चर्चित हुनुहुन्छ। यसकारण उहाँलाई सर्वसाधारणले भाइरल बाबाको उपनाम दिएका हुन्। उहाँको उपस्थितिले देशभक्त, जीवन अनुभव र हास्यपूर्ण शैलीलाई जोड्ने गर्दछ। उहाँले टिकाराम यात्री जस्ता लोकप्रिय सञ्चार माध्यममा आफ्ना विचार राखेर जनमानसलाई आकर्षित गर्नुभएको छ। आजको कार्यक्रममा सिपाहीका कथा सिपाहीका गाथामा हामी उहाँलाई आमन्त्रण गरेका छौँ ताकि उहाँका सैन्य जीवनका स्मरण, सिपाहीका सङ्घर्ष र गौरवपूर्ण कथाहरू हामी सबैसँग बाँड्न सकौँ। सलाम मेसा, यहाँलाई सिपाहीका गाथा सिपाहीका कथा भन्ने कार्यक्रममा स्वागत छ। नमस्कार, सबैलाई स्वागत। नमस्कार सहित। यहाँको खासै त्यस्तो परिचयको आवश्यकता त पर्छ जस्तो लाग्दैन मलाई। तैपनि नयाँ पाठक, नयाँ दर्शकहरूको लागि छोटो परिचय। मेरो जन्मस्थान चाहिँ नुवाकोटको तुप्चे गाविस भन्ने थियो तत्कालीन समयमा। अहिले विदुर नगरपालिका 7 भन्छन्। मेरो जन्म त्यहाँ भयो। मैले 6-7 वर्षको 8 वर्षको अवधिसम्म त्यतै बसेँ। त्यसपछि अलि पारिवारिक माहौलको कारणले म काठमाडौँमा छिरेँ। पिताजीको स्वीकृति अनुसार पिताजीको गुरुजी कहाँ बसेर मैले मेरो बाल्यकाल बिताएँ। उमेर छिप्पिँदै गएपछि गुरुले सिकाउनु भएका चिजबिजहरू सिक्दै, केही कुरा अध्ययन गर्दै, उहाँलाई सहयोग गर्दै मैले बाल्यकाल करिब बिताएँ। 29 सालतिरबाट जागिर खाने कि भन्ने एउटा सोच आयो र 29 साल वैशाख 15 गते मैले श्री ब्रजबहादुर गणमा सुरुको सिपाही जस्तै सिपाही दर्जामा रिक्रुटमा प्रवेश गरेँ। रिक्रुट ट्रेनिङ गरेर 18-20 महिनाको ट्रेनिङ सिद्धिएपछि त्यो बेलामा चलन के थियो भने हाकिमहरूले मन परेका र गर्न सक्ने जस्ता मान्छेलाई भर्ना गरेर राख्ने र तालिम अलि पछि खुल्थ्यो। त्यसले गर्दा अलिकति तालिममा ढिला भयो र तालिम सिद्धिआएपछि म चाहिँ ब्रजबहादुरकै गणको नफरीमा परेँ। मसँग 100 जना जति साथीहरूसँगै इन्ट्री भएका थियौँ। ब्रजबहादुर गणमा रहँदा मेरो शारीरिक बनोटको हिसाब किताबले मलाई जुत्ता बुटहरू मिलाउन प्रब्लम पर्ने भएको हुनाले बाँसबारीमा अर्डर गरेर, बाँसबारी छाला जुत्ता कारखाना भन्ने असाध्यै राम्रो, आर्मीलाई 25-30 हजार बुट बेच्थ्यो बाँसबारी छाला कारखानाले। त्यहाँ गएर अर्डर गरेर जुत्ता बनाएँ। तर त्यो बेलामा घोडाको टाप जस्तै ठोकिने जुत्ता लाएर मैले परेड गर्दाखेरि अरू साथीहरूभन्दा म ढिलो भएको अनुभूति भयो र मेरा अग्रजहरूले मलाई मेडिकल तालिममा आर्मी हस्पिटल, त्रिचन्द्र मिलिट्री हस्पिटल भनिन्थ्यो त्यो बेलामा, त्यहाँ पठाइदिनु भयो र म मेडिकल अर्दली, नर्सिङ अर्दली अथवा मेडिकल अर्दलीको नामबाट म त्यहाँ जागिर खान थालेँ।
त्यस पछाडि यहाँलाई सिपाही बन्नलाई चाहिँ केले ओहो, यो त असाध्य मिठो कुरो छ। मेरो गाउँमा एकजना राणाको दरबारमा ड्युटी गरेर पहिलो पटक राणाहरूकै कृपाले पेन्सन सुरु भएको रहेछ। एकजना मेरा गाउँमा एकजना वृद्ध बुवा हुनुहुन्थ्यो र उहाँको महिनामा एकचोटि उहाँ पेन्सन झिक्न आउने। त्यो बेलामा ब्याङ्कको सुविधा थिएन, मालपोतबाट पेन्सन झिक्ने। र उहाँले जहिले नि के भन्नुहुन्थ्यो भने, बाबु सरकारी जागिर खाऊ, पेन्सन पकाऊ, बुढेसकाल तिमीलाई सजिलो हुन्छ भन्नुहुन्थ्यो। त्यसैले गर्दा मैले उहाँको प्रेरणापूर्वक मिलिट्रीमा छिरेँ। सामान्य कुरोमा चाहिँ जहाँ म बस्थेँ त्यो ठाउँका सरहरूकै पनि आफ्नो आफन्तहरू मिलिट्रीमा थिए। मिलिट्रीका ड्रेस लगाई, त्यो बेलाको सैनिकको मर्यादा, तिनीहरूको हिँडाइ इत्यादि कारणले गर्दा म सेनामा आकर्षित भएको हुँ। यहाँको थोरै यात्रा चाहिँ त्यो सिपाहीदेखिको अफिसरसम्मको यात्रा कसरी सुरु भयो, कस्तो रह्यो? यस्तो छ, सिपाहीमा बर्जबहादुर गणको सिपाही भएर मैले जुन सेवा गर्दै गएँ, जब म मेडिकलमा आएपछि मेडिकलमा आउँदाखेरि ट्रेनिङको अवधि 18 महिना जतिकै हुन्थ्यो। 6-8 महिना पढाइ, त्यसपछि प्र्याक्टिकल भनेर राख्ने चलन थियो। त्रिचन्द्र मिलिट्री हस्पिटलमा ट्रेनिङको दौरानमा मसँग चाहिँ ईश्वरले दिएको एउटा खुबी रहेछ। कसैले मलाई एकचोटि भनिदियो भने त्यो चिज मलाई कण्ठ हुन्थ्यो, मेरो दिमागमा बस्थ्यो। अङ्ग्रेजीका शब्दहरू उच्चारण गर्दा प्रोनाउन्सिएसन नमिले पनि म हुबहु भन्न सक्ने भएको थिएँ। र जाँच हुँदै जाँदा अन्तिममा म 5 भित्र छिरेँ। त्यो 5 भित्र छिरेका जतिलाई चाहिँ भिआइपी नर्सिङ अर्दली भनेर ट्रेनिङ फेरि थपियो 6-7 हप्ताको। त्यो सहित गरेर म चाहिँ आर्मी हस्पिटलमा नै सरुवा भएर ड्युटी गर्न थालेँ। जब म हस्पिटलमा सरुवा भएको भन्ने थाहा पाएपछि मेरो पल्टनले मलाई छोड्न चाहेन। अघिल्लो मिति पारेर प्रमोसन पनि दिएको थियो, तर मलाई आर्मी हस्पिटलले फेरि छोड्न चाहेन। यही द्वन्द्वमा परेर मैले चाहिँ आर्मी हस्पिटलकै सिपाहीमा सरुवा भएँ। कालान्तरमा त्यही नै प्रमोसन हुँदै गयो। म काममा दत्तचित्त दिएर गर्थेँ र मेरो एउटा बानी के थियो भन्नु होला भने, म सकेसम्म बाहिर निक्लिँदैन थिएँ। काम विशेषले निक्लिनु कथा भिन्दै, नत्र भने म ननिक्लिने। भित्रै हुँदाखेरि धेरै माथिका मान्छेहरूले मलाई मन पराउने मौका जुर्यो, जसअनुसार मेरो योग्यता बढाउने क्रममा पढ, ठुलो मान्छे बन्नुपर्छ, तिमी पढ, तिम्रो अक्षर पनि राम्रो छ, पढ पढ भन्दै मलाई प्रेरणा दिने अग्रजहरूको कृपाले मैले एक बिल्लादार मध्येको लेसनायक हुँदैमा नै मैले चाहिँ आर्मी फर्स्ट क्लास गर्ने सौभाग्य पाएँ। प्राइभेटमा जाँच दिन पाइन्थ्यो 2nd 3rd सम्म। फर्स्ट क्लास चाहिँ मलाई 6 महिना कोर्सै गरेर जाँच गरेँ। त्यहाँ पनि गुरुजीहरूको प्रेमपूर्वक पढाइ र मेरो छिटो सम्झिने शक्तिले गर्दा स्नेहवश त्यहाँ पनि मलाई राम्रै भयो। फर्स्ट क्लास सिद्धिसकेपछि विभिन्न उतार चढाव जागिरको धुनमा पर्ने नै भइगयो। मेरा एकजना आर्मी हस्पिटलका प्युठानका गुरु, लेखनाथ गुरु भन्ने चाहिँ आर्मीमा ड्युटी गर्नुहुन्थ्यो क्वार्टर मास्टरको। मेरो दर्जा त सानो थियो, तर उहाँलाई त्यो क्वार्टर मास्टर बुझाएर जानको लागि कोही पनि तयारी नभएपछि त्यो जिम्मेवारी ममा मिल्यो र मैले उहाँको जिम्मेवारी 6-8 महिनालाई सम्हालेँ। त्यो सम्हालेर उहाँ फर्केर आएपछि उहाँलाई बुझाएँ फेरि। त्यो कुरो मेरो हाकिमलाई चित्त बुझाएछ। त्यसपछि मेरो प्रमोसन फटाफट भयो। कस्तो प्रमोसन भयो भन्नु होला भने 18-20 महिनामा मलाई 2-3 वटा दर्जा पनि बक्स्यो र म हल्दार मेजर हुने सौभाग्य पाएँ। संयोग दैवको इच्छा, हाम्रो आर्मीमा केही कुराहरूमा आफूभन्दा माथिकाले न्याय पुर्याउन नसक्ने
तलको मान्छेलाई जहिले पनि अलि अर्कै दृष्टिकोणले हेर्ने चलन भएको नाताले आर्मी हस्पिटलमा 2टा फोन थियो। म चाहिँ आर्मी हस्पिटलको हल्दार मेजर भइसकेपछि मोटामोटी सामान्य अङ्ग्रेजी पनि बोल्न नसक्ने त्यतिखेरका सिपाही थिए ड्युटीमा। डाक्टर श्यामबहादुर पाण्डे भन्ने फिजिसियन अहिले स्वर्गीय भइबक्स्यो, उहाँ चाहिँ विदेशीहरूलाई पनि उपचार गरिबक्सिन्थ्यो। कुनै होटेलबाट अङ्ग्रेजीमा फोन आउँदाखेरि मेरो मान्छेले नबुझेर मैले त्यो फोन उठाएँ। फोन उठाउँदाखेरि डाक्टर श्यामबहादुर पाण्डेलाई बोलाइदेऊ भनेर मेरो फोन पाले, डाक्टरलाई खबर गर्न गए। त्यही समयमा अर्को आर्मीको हाम्रो हाते रिङवाला फोन थियो, त्यो पनि बज्यो। मैले फोन उठाएँ। एकजना प्रधान सेनापतिको अङ्गरक्षक गीतकार उपरथी अवकाश प्राप्त हुनुहुन्थ्यो, उहाँ मेजर। उहाँले आफ्नो परिचय नदिकन मलाई गाली गर्नुभयो। त्यो गाली मलाई सह्य भएन, मैले पनि गाली फर्काएँ। त्यो चाहिँ आर्मीमा फर्काउन नहुने थियो, त्यहाँ मेरो गल्ती हो। परिचय नदिनु उहाँको गल्ती थियो, तर उहाँको गल्ती छोपियो। मेरो गल्तीमा चाहिँ मलाई 2-3 तह डेमोसन गरेर डिफ्रेन्ट युनिटमा सरुवा गरियो। दुर्भाग्य अब सबुजगढमा मेरो सरुवा भयो। सबुजगढको सरुवा भएर म केही काम गर्दै थिएँ, त्यहाँ पनि मलाई मेडिकलकै काम सुम्पिनु भयो। उपरथी भिक्ट्री जर्साप भन्ने चाहिँ मेरो गणपति हुनुहुन्थ्यो, राणा साहब। उहाँले असाध्य माया गर्नुहुन्थ्यो। संयोगवश 12-14 महिनामा सिंहप्रताप जर्सापको अवकाश हुने बेला थियो। त्यो अवधिसम्म मलाई बिना प्रमोसन म सबुजगढ बानेश्वरमा अलमल लिएर बसेँ। त्यही समयमा धेरै मान्छे उपरथी रिटायर जर्सापको व्यवहारबाट चाहिँ रुष्ट भएका आर्मीका धेरै अफिसरहरू रहेछन्। कोही अफिसरले जागिर नछोड, तैँ बस्नुपर्छ, आगा घाउ आगैलाई सेकाउनुपर्छ, तिमी यसरी नजाऊ, तिमी केही न केही गर्न सक्छौ आर्मीमा, वेट गर, वेट एन्ड वाच, यस्तो शब्द भन्नुहुन्थ्यो। कति शब्द त मैले अङ्ग्रेजी बुझ्दैन थिएँ, तैपनि मैले उहाँहरूले भनेका केही कुरा सम्झेँ। मेरो पढाइ साधारण भएको हुनाले र आफूलाई जरुरी परेको कुरो अङ्ग्रेजीको अक्षरमा नलेखिकन अङ्ग्रेजी शब्दलाई नेपाली लिपिमा लेखेर कण्ठ गर्ने मेरो आदत थियो। त्यसैले केही कुराहरू बोल्दा ओर्दा पनि मान्छेलाई चाहिँ अङ्ग्रेजी यसले निकै जानेको छ कि जस्तो भान पर्दो रहेछ। केही कुराहरूमा आफू खुस्किएको पनि अनुभूति मैले गरेको छु। संयोग त्यस्तै भयो। भइसकेपछि 14-15 महिनापछि फेरि मलाई हल्दार हुने सौभाग्य मिल्यो। खाइपाई आएको तलबको प्रमोसन हुँदा 3 तह, डेमोसन हुँदा नायकमा जाँदाखेरि मलाई धेरै मर्का परेको थियो। मेरो तलब कम थियो, परिवार डेरामा सुत्केरी भएर बसेकी थिइन्, बच्चा बिरामी थियो, पल्टनबाट निक्लिन पाइन्न थियो, माथिका मान्छेले समस्या बुझ्दैनथे, सिधै माथि जाने आदेश थिएन। त्यसले गर्दा म मर्मर हेमारमा मैले 14-15 महिना त्यहाँ बिताएँ। र त्यही 36-37 सालतिर बिना योजना नेपालले धान बेच्दैछ बाहिर। नेपालमा अनिकाल लाग्यो, भएका धान मङ्सिर पुसमै बाहिर गइगयो। चामल कतै नभेटिने थियो। 38 सालको मङ्सिरसम्म चामल ज्यादै महँगो भयो। दुनियाँभरिको चामलको ठाउँ खाली भयो 38 सालबाट। अनि मेकअप हुन थाल्यो, चामलको भाउ पनि बढ्यो। अनि त्यसपछि तपाईको मेरो आर्थिक स्थिति बिग्रिएपछि के गरौँ त भइहाल्दो रहेछ। त्यतिकैमा बाइनी फिल्ड हस्पिटल धनगढीमा जान्छौ तिमी भन्ने चाहिँ कुरो आयो र म नेपाल अधिराज्यभरि जहाँ भए पनि जानु बेस होला भनेर म धनगढी गएँ। धनगढीमा गएर मैले पुरानो आफ्नो बिग्रिएको दर्जा त्यहाँ गएर उठाएँ, हल्दार मेजर भएँ र काम गर्न थालेँ।
अब त्यसपछि आर्मीको नियमअनुसार कोर्स क्याडर पुरा नभए अफिसर हुन नपाइने। आफू पनि अब हल्दार मेजर भइसकेर फेरि पुनः जमदारको तयारीमा भएपछि केही न केही त होला, पछि कोर्स गर्नुपर्छ भनेर मैले केही कोर्सहरू गरेर म तयारी भएर बसेँ। संयोगवश 40 सालतिर 39 सालको चैत मसान्ततिर चैतीको महिनामा नै मेरो जमदारमा बढुवा भयो। 3 वर्ष कुर्नुपर्ने भएको हुनाले 3 वर्षको अवधि पुरा गरेर त्यो अवधिमा फेरि पुनः मलाई मेरा अग्रजहरूले मलाई सुबेदारको दर्जा बक्स्यो र 45 सालमा स्वर्गवासी महाराज धिराज सरकारको सेवाकोमा व्यक्तिगत चिन्जान हुने मौका मिल्यो। वीर विक्रम शाहदेव सरकार असाध्य जेन्टल होइबक्सिन्थ्यो। उहाँले सवारी सिकारीमा जाँदाखेरि नामै काटेर बोलाउन सक्ने खुबीमा म पुगेका थिएँ। त्यसको श्रेय चाहिँ मेरो आर्मी हस्पिटलका डाक्टर जर्नेल पछि रिटायर हुनुभयो खगेन्द्र बहादुर श्रेष्ठ भन्ने हुनुहुन्थ्यो। उहाँ रोयल फिजिसियन हुनुहुन्थ्यो। म उहाँको सहयोगी भएको नाताले तिम्रो के छ हुकुम भयो सवारी सिकारीमा, यस्तो यस्तो छ सरकार भनिसकेपछि तिमी अफिसर हुनुपर्छ हुकुम भएको थियो। त्यसपछि एडिसीलाई टिपा हुँदो के थियो, म चाहिँ 45 सालको अन्तिममा म अफिसरको लागि योग्य भएर म आएँ। दुःखको कुरो त्यो बेलामा आर्मी हस्पिटलमा एकजना डाक्टर साहबसँग सबैसँग दोस्ती हुँदैन थियो। 55-60 जना डाक्टर नर्सहरू थिए अफिसर। हल्दार मेजरको ड्युटी गर्दाखेरि कोही कोहीलाई रुष्ट पनि बनाइदो रहेछ, कोही कोहीलाई खुसी पनि बनाइदो रहेछ। त्यसमध्येको रुष्ट एकजना आफूलाई न्युरो सर्जन भन्नुहुन्थ्यो, डाक्टर दामोदर पराजुली भन्ने डाक्टर साहब हुनुहुन्थ्यो। उहाँले म स्वस्थ भइरहेको मान्छेलाई त्यो ठुला बुट ठुलो वेटी खुट्टामा लागेको कारणले मेरो खुट्टामा 1-2वटा नसाहरू मोटा भएका थिए, त्यसैलाई बहाना बनाएर उहाँले मलाई मेडिकल अनफिट गरिदिनु भयो। मैले मेडिकलले अनफिट भएपछि मलाई जागिरबाटै अनफिट गरिदेऊ, त्यसो भए म चाहिँ यो क्याडेटमा मात्रै अनफिट भएर बस्दिनँ भनेर उहाँसँग भन्दा अलिकति गाली बेइज्जती भएपछि उहाँले मलाई अप्ठ्यारा पार्नुभयो। म त्यत्तिकै बसिरहेको थिएँ। संयोगवश त्यो बिचको दसैँमा किन घर जान पाइएन, अब राजा कहाँ टिको लाउन जान्छु भनेर गएको। संयोग चाहिँ मैले फेरि दर्शन पाएँ। टिको लाउन मात्रै पाएँ होइन, मैले चाहिँ सरकारबाट के छ तिम्रो भयो हुकुम भयो, सरकार मेरो भएन भनेपछि एडिसीलाई हेरिबक्सेको थियो। लगत्तै भर्ना खुल्यो, म फेरि अफिसरको लागि सिलेक्सनमा छानिएँ। त्यतिखेर चाहिँ मलाई सरकारको कृपा, प्रधान सेनापतिहरूको सफ्ट कर्नर इत्यादिले गर्दा मलाई जज साहबहरूले बक्स्यो भन्नुपर्छ। आर्मीको दर्जा चाहिँ आफू हुने होइन, माथिका मान्छेले दिने हो। 3 जना मान्छे बसे लेसनायक बनाए, 3 जना अफिसर बसे लेसनायक बनाए, 3 जना जर्नल बसे मलाई लेफ्टनन्ट बनाए। यही लेफ्टनन्टको जागिर भएपछि म पहिलो पटक लेफ्टनन्ट भएर 2046 सालमा बहुदलको अफिसर भइयो। 45 को सिलेक्सन, 46 मा अफिसर भएर म गुल्मी गएँ र मेरो जीवन यात्रा त्यहाँबाट सुरु भयो। यहाँको अहिलेको जस्तो सिलेक्सनमा अब यति इन सर्भिसबाट हुने, यति बाहिरबाट फ्रेस हुने भन्ने खालको त्यस्तो केही थियो कि कोटा हुन्थ्यो? नै, यस्तो थियो। त्यो तपाईँको हुनुपर्ने चाहिँ 50-50 थियो। 50-50 हुँदाखेरि आर्मीमा अफिसर के मिलेन भनेर केही 3 भाग ठिटाबाट लिने, 1 भाग बुढाटोलीबाट लिने भन्ने चलन थियो इन सर्भिसबाट र उसमा थियो। तर धेरै जसो समय करिब 38-39 सालबाट चाहिँ धेरै पटक जेसियोस कमिसन भन्छ जुन तल्लो दर्जाबाट जाने चाहिँ लिएका थिएनन्। कहिले खुल्छ भन्दै जाँदाखेरि कहिले कर्मचारीबाट 5-7 जना लिने, त्यसैलाई भनिदिने, कहिले एकाउन्टेन्टहरूबाट लिदिने, त्यसैलाई भनिदिने, कहिले तपाईँको प्राविधिकबाट लिदिने, त्यसैलाई भनिदिने, कहिले बुढालाई लप्टन दिने, त्यसैलाई भनिदिने गरिरहेको थिए।
संयोग चाहिँ जुन समयमा मेरो टाइम हुने भएपछि र मैले यस्तो यस्तो छ आर्मीमा भनेर केही कुरा जाहेर गरेकै हो। कतिपटक त मलाई अब जे यस्तो भन्न नआउने पनि भनेर मभन्दा सिनियरले भन्नुभएको थियो, तर मैले जाहेर गरेँ। सरकार यदि बाधा पर्दैन भने थिति यस्तो छ, पछि ल लिनु भन्ने भएपछि हामी एकै दिन करिब 6 महिनाको अन्तरालमा हामी 150 जति बुढा टोली अफिसर हुने सौभाग्य मिल्यो। मेरो टोलीमा 50 जना हुनुहुन्थ्यो, अर्को 50 जना अरू अघिल्लोमा हुनुहुन्थ्यो। जुन म फेल भएको टाइममा 50-60 जना त्यहाँ हुनुहुन्थ्यो। त्यसै गरी हामी चाहिँ आर्मीमा अफिसर हुन गइयो। अब जाँचको हिसाबमा चाहिँ सबै काम A to Z हामीलाई नेपालीमा मात्रै हो। बोर्डिङ पढेर आउनेले अङ्ग्रेजीमा लेक्चर दिन्थे, अरू बाँकी हामीले गर्ने चाहिँ नेपालीमा हो। तर हामीलाई सोधिने र गरिने चिज चाहिँ कुनै पनि कुरोमा कन्सिडर थिएन, किनभने प्राय गरिकन तलबाट आएको मान्छेलाई अफिसर बनाउन त्यो बेलाको अधिकृतहरूको मानसतामा चाहिँ यसले गर्न सक्छ भन्ने फिलिङ थिएन। यसो भन्दा कुनै जज साहबहरूलाई आपत्ति पर्ला, बुढा जज साहबहरू बाँकी हुनुहुन्छ तैपनि, किनभने तल्लो दर्जा चाहिँ सधैँ तलै रहन पर्छ भन्ने भावना चाहिँ हाम्रो आर्मीमा राणाको पालादेखिको अभिव्यक्ति थियो। अब यति भन्दा कसैलाई अपराध लाग्छ भने क्षमा राखी बक्सेला। त्यस पछाडि हजुरको तालिम चाहिँ कस्तो रह्यो? अब अफिसर क्याडेटको अफिसर क्याडेटको दिन हामीहरूलाई जुत्ता के अरे कोट पैन्ट लगाएर आफूलाई चाहिने सामान लिएर आउनु भन्ने आदेश थियो। अलिअलि चमेलीको तेलसेल लाएर गतिलो मान्छे बनेर गइयो। ढोकाबाट प्रवेश गर्ने बित्तिकै सुँगुर आल खेल्ने आलमा लिएर गएर सामानसहित हालिदिई बक्स्यो। त्यो चाहिँ सहिष्णुता कति छ भन्ने देखाउन खोजेको रहेछ, पछि कुरो बुझियो। त्यसपछि सुरुमा सिनियरहरूले नयाँ गोरु किनेर ल्याउँदा हाम्रो गाउँको गोरु जुदिया जस्तो सिनियरहरूले हामीलाई नराम्रोसँग पेले। त्यो पेलेको पनि आफूले ग्रिप गर्न सक्नको खुबीको लागि रहेछ, पछि कुरा बुझियो। र तालिमको अवधिभरि चाहिँ दिन र रातको कुनै पनि भ्यालु भएन। 20 मिनट दिएको टाइम पनि तालिमलाई निदाउन पोख्त हुन्थ्यो। अरू बाँकी त गुरुजीले सिकाउन्जेल सिकाउनुहुन्थ्यो, थकै लागे उनीहरूले निदाइन्थ्यो, पेलिदिनुहुन्थ्यो। त्यो पेलाइ सिद्धिन पाएको छैन, काम सिद्धिआएपछि सिनियरले पेल्थे। र धेरै जसोमा चाहिँ यो सामान चाहिन्छ भनेर लिएर गएपछि अहिले पनि चलन छ क्याडेटहरूमा, उसमा तपाईँको गइसकेपछि पुराना सिनियरहरूले नयाँको सामानहरू लापरवाही गर्ने चलन चाहिँ अझ पनि विद्यमान छ। अब त्यसपछि हामी सँगै लगत्तै स्वर्गीय दिपेन्द्र सरकारले पनि ट्रेनिङ गरिबक्स्यो। उहाँको ट्रेनिङमा आएपछि हामीलाई केही हद रिलिफ भयो। हामी पास हुने बेलामा सरकार छिरिबक्स्या थियो। सरकार आइबक्सेपछि अलिकति हामीलाई चाहिँ अरूको नजरमा हामी अलि रिलिफमा पुग्यौँ। पछि गइसकेपछि अफिसरहरूले राम्रोसँग हेर्न नभ्याउने हो कि नहेरिदिने हो। तल्लो दर्जामा यी अफिसर भए चाहिँ हामीलाई नै टेक्छन्, यिनलाई पेल्नै पर्छ भन्ने कन्सेप्ट हुँदाखेरि ट्रेनिङ चाहिँ करिब अरिङ्गालको गोलामा खनिएको हिसाबले बिताइयो भन्नुपर्छ। अहिले पनि कुनै क्याडेटहरूलाई दिलचस्पीले सोध्ने हो भने प्राय त्यही भन्लान्। र ती फोरहरूको सफा सुग्घर गरियो, तालिम ट्रेनिङ गरियो। 6 महिनासम्मको अवधिमा मेरो यस्तो चलाक दिमाग चाहिँ म जुन कुरो अर्काले भन्ने बित्तिकै कण्ठ पार्थेँ, करिब मलाई 40 नम्बर ल्याउन नि गाह्रो पर्ने गरी मेरो मानसिकता चाहिँ दखल पर्यो। पास भइयो। पास भएपछि चण्डीप्रसाद गुल्म भन्ने थियो त्यो बेलामा, गुल्ममा सरुवा गरिदिए। त्यहाँ गइयो। आफूभन्दा माथिकाले अराको काम गर्दै गइयो। हामी तलबाट आएको र हामी स्पेसली खर्चिलो गरेर नखाएको हुनाले हाम्रो खानकी धेरै हुँदो रहेछ उनीहरूको दाँजोमा। र उनीहरू जे चपाइरहन्थे हामी त्यो नभेटिने भएको हुनाले पनि हामी बिहान बेलुकीको खानामा भर पर्नु पर्थ्यो। त्यो शब्द चाहिँ कोही सरहरूले भनेको चाहिँ अहिले बाटातिर भेट्दा नि चसक्क बित्छ।
अब यस्ता बिजिया शब्द त के भन्नु। तर उहाँहरूलाई चाहिँ यो मान्छे यस्तो मान्छेको आफ्नो ग्रुप हुँदो रहेछ, कुन ठाउँबाट आएको, कसरी गरेको। तर मैले चाहिँ मेरो मिलिट्रीको काममा सहित मेरो मेडिकल पनि हेर्न पर्दा मैले धेरै साथीहरू तालिम ट्रेनिङमा, क्याडेट ट्रेनिङमा, अघि पछि कुनै आर्मी एक्सर्साइजमा धेरै साथीहरूलाई खतराबाट जोगाउने सौभाग्य मिल्यो मेडिकल भएको नाताले। किनभने माथिका मान्छेले बिरामी छु सर भनेपछि नपत्याइदिने, अनि म उनीहरूलाई चाहिँ सेवा गर्थेँ। त्यो हिसाबले मैले जागिरमा गरेँ। अलिकति केही रमाइलो क्षण र केही अलिकति दुःखदायी क्षणहरू केही सम्झिन? अब सबभन्दा दुःखदायी त मेरो बिना गल्तीमा म डेमोसन भएँ, त्योभन्दा ठुलो गल्तीको कुरै केही भएन। अनि डेमोसन पनि भइयो, सरुवा अन्त गर्दा त्यो बेलाको 2-3टा दुःख मलाई एकैचोटि पर्यो। खुसियालीको क्षण भनेको चाहिँ म त्यो कसैले बिगारेको संस्थाबाट डोसियरमा रातो मसीले लेखिसकेपछि पनि अफिसर भएँ। त्योभन्दा खुसियालीको दिन चाहिँ अर्को भएन। अब त्योभन्दा विशेष खुसी भने चाहिँ आयो गयो त्यति ऊ भएन, किनकि यी दुईटा चाहिँ सम्झन लायकका चाहिँ मेरा दुःख अथवा सुख यस्तो छन्। अरू कुरालाई छोप्यो यसले। यसो छ, हरेक कुरा चाहिँ तरकारी मिठो भयो भने दालमा नुन नलागे याद गरिँदैन। सामान्यतया चाहिँ तपाईँको एउटाले एउटा चिज छोप्दो रहेछ। अरू दुःख चाहिँ शरीरले गरेको दुःख बिर्सिँदै गइयो, किन दुःख छोडेपछि त फेरि सुख आइगयो। म चाहिँ दुःख र सुखलाई के भन्छु भन्नु होला भने यी दाजुभाइ जस्ता हुन्। दुःख सिद्धिने बित्तिकै सुख आउँछ, सुख सिद्धिने बित्तिकै दुःख आउँछ। यो दुःख र सुखमा चाहिँ जो पश्चाताप गर्छ अथवा त्यसैमा घोरिन्छ, दुःखमा घोरिने मान्छेको डिप्रेसनमा जान्छ, सुखमा बौलाउने मान्छे मेनिया भएर जान्छ। यी दुवै हुँदैन। त्यसैले यो ग्राफमा के भन्छ मेडिकलमा भन्नु होला भने हरेक मान्छेको मुड हुन्छ। मुड चाहिँ 1 देखि 100 सम्म ठाडो पारेको ठाउँमा मुड भन्ने राख्नुहोस्। उसको योग्यता, शिक्षा, उसको घरको चालचलन, पारिवारिक वातावरणको हिसाब किताबले त्यो मान्छे 30बाट छिर्छ, कोही 50बाट छिर्छ, कोही 75बाट छिर्छ। 75बाट छिरे पनि 30बाट छिरे पनि 5 डिग्री तलमाथि भइदियो भने चाहिँ त्यो मान्छे बौलाउँदैन। किन भन्नु होला भने 30बाट छिर्यो, 5मा गयो, सुख पाए 35 पुग्यो, दुःख पाए 25 आयो, त्यो बौलाउँदैन। यदि तपाईँ हाम्रो मुड चाहिँ जुनसुकै ठाउँबाट छिरे नि 5को तलमाथिलाई के पनि फरक पर्दैन। त्यसमा 3टा छन्, एउटा बुद्धि, एउटा अल्पबुद्धि, एउटा मन्दबुद्धि भन्ने चाहिँ मुडलाई हिसाब गर्छन् है। अब अल्पबुद्धिमा भएकोले अरा काम गर्छ, मन्दबुद्धिमा भनेकोले केही कुरोमा बुद्धि पुर्याउँछ, केही कुरोमा अरा गर्छ। उच्च बुद्धि भएको मान्छेहरू चाहिँ चुके भने तिनीहरू चाहिँ नराम्रोसँग चुक्छन्। अब हामी त तलबाट छिर्या हुनाले मेरो 30-35 भयो हुनाले म 35-40 को रेन्जमा भयो मेरो मुड। त्यसले गर्दा मलाई कुनै पनि दुःख भएन, कुनै पनि सुख भएन। तर यी दुईटा चाहिँ अहिले तपाईँले भन्नुभए अनुसार मैले रिमेम्बर एन्ड सम्झने लायक चाहिँ यी दुईटा हुन्। पहिलोचोटि अफिसरको फुली लगाउँदा कस्तो अनुभूति भयो? पहिला त जस्तो कि अदर र्याङ्कको लागि त त्यो सपनाको हो नि त, हामी त सोच्दैनौँ। कुरो चाहिँ एकदम तपाईँले ठिक भन्नुभयो। खुसियाली त चरम सीमामा भएको थियो। तर हाम्रो आर्मीमा चाहिँ एउटा माउसे भन्ने दर्जा छ, त्यो सुबेदारहरूलाई दिइन्छ। उनीहरूको तलब चाहिँ अफिसरको भन्दा धेरै भएको हुनाले मलाई चाहिँ त्यो अफिसरमा करिब भन्न खोज्दा मेरा साथीहरूले अफिसर नहो त माउसे हुनुपर्छ भनेका थिए। तर अब बुढो हुँदै गएपछि पैसाकै कुरो आउँदो रहेछ सबै कुरोमा हैन। मैले धन चाहिँ नाम कमाएँ, धन कमाउन सकेको छैन। र सामान्यतया मेरो त्यो सङ्कटकालको टाइममा माओवादीले बढी प्रेसर नगरे भए
म चितवन पनि जान्न थिएँ, म गाउँमै बस्ने होला। एक हिसाबले मलाई त्यही किसिमको आनन्द हुन्थ्यो। त्यो पनि मलाई उनीहरूले जुराइदिएनन् र उनीहरूले लखटेपछिको अवस्थामा मैले केही मात्रामा बाँच्नलाई त पौडी खेल्न हात चलाउनु पर्यो नि। त्यो अविधिले गर्दाखेरि म चाहिँ चितवनतिर जग्गा किन्नेमा पुगेँ र गाउँको बसाइबाट म नुवाकोटबाट, अहिलेको नाम मात्रै नुवाकोटे बा हो, तर मेरो बसाइ चितवनमा छ र अलिअलि त्यो पारिवारिक रूपले राख्न नसक्दा, डेराको पैसा तिर्न नसक्दा धेरै आफन्तहरूसँग सहयोग मागेर मैले एउटा यो बिग्रिएका पुराना घरहरूका छाप्राका सामानहरू ल्याएर थिचेर आफूलाई हुने हिसाब किताबले बास बनाएको हुनाले काठमाडौँको बास जोड्नेमा चाहिँ मलाई त्यो उहाँहरूले दिएको आशीर्वादै भयो। पछि जागिर छोडिसकेपछि पनि अलिअलि पैसा बाँकी रहेको, काठमाडौँमा घडेरी नआउने भएको हुनाले मैले चितवन जोडेँ। अहिले चितवनमा मलाई 20-25-30 मुरी धान आउने खेत लगायत बारी बगैँचा गरेर सानो छाप्रो हालेर म त्यहाँ बसिया छु। हजुरको चाहिँ थोरै यतातिर द्वन्द्वसँग अब यहाँ अब यसो छ, द्वन्द्व चाहिँ आफ्नै मनमा नि द्वन्द्व हुँदो रहेछ बाबु। छुट्टिने बेला पनि द्वन्द्व हुँदो रहेछ दाजुभाइसँग, बसाइ सर्ने बेला गाउँलेसँग नि द्वन्द्व हुँदो रहेछ हैन। अब राष्ट्रकै हिसाब किताबले, राजनीतिकमा भएको द्वन्द्वको हिसाब किताबले हामीलाई 10 वर्ष कठिनै पर्यो। त्यसमा पनि म अफिसर, रातको समयमा करिब 9-10 वर्ष त सुत्न बिर्सियो, बुझ्नु भएन के। र उनीहरू आएर डाँडामा आएर हामीलाई राजाका सिपाही भनेर तथानाम गाली गर्थे। तर दुःखको कुरो के थियो भन्नु होला भने अगाडि आउँदा लोकल मान्छे आइदिने, लुकेर उनीहरू आइदिने, गोली हानु लोकल मान्छे मर्ने, उनीहरू भाग्ने, अनि उनीहरू जहिले पनि ढाल बनाएर जनता ल्याउने भएको हुनाले हामीलाई चाहिँ हजुरको समुद्रमा माछा खोज्न जति कठिन हुन्छ त्यति कठिन परेको थियो। त्यो अवधिमा विभिन्न ठाउँमा म द्वन्द्वकाल सुरु हुँदा म 5 खालबाट सुरु गरे हो। मेरो जागिर सिद्ध्याएर द्वन्द्व आउँदाखेरि म पश्चिमतिर द्वन्द्वमा गइनँ। मेरो पूर्वी द्वन्द्व चाहिँ म आर्मीको अन्तिम हाम्रो देशको सिमाना च्याङथापु भन्ने ठाउँमा झापाकोबाट 5 थर इलाम 5 थर हुँदै म च्याङथापु भन्ने ठाउँबाट मेरो जागिर सिद्धियो। कुरो चाहिँ के छ भन्नु होला भने द्वन्द्वमा हतियारधारी र भेटिएको अवस्थामा र हतियारसँगै लड्न पाउँदा त मेरो विवेक, मैले मान्छे हो भन्नेपट्टिबाट विवेक प्रयोग गरिनँ। अब अन्यथाको हकमा चाहिँ उहाँहरूले रेन्जिङसम्म गर्नुभयो। म पहिलो रेन्जिङमा यहाँ भकुण्डे बेसीको पुलिस चौकी हान्दाखेरिमा परेँ। त्यो बेलामा उहाँहरूले यो ठुलो फलामको पाइपलाई चाहिँ बम जस्तो बनाएर उडाउनु भएको थियो। लकिली हामी ट्रेन्जमा भएको हुनाले बच्यौँ। उहाँहरू एट्याक गर्न आउनु भएन, तर त्यही दिन उहाँहरूले गएर पुलिस म्यासेकर गर्नुभयो। र त्यो भोलिपल्टको त्यो विभत्स देखिसकेपछि र उहाँहरूले गरेको व्यवहारमा चाहिँ यथोचित मान्यता र मर्म नभइकन गरिएको देखियो। धेरै जसोको मुखमा गोप्य अङ्गहरू थिए, स्पेसली गोप्य अङ्ग नकाटिएको त कुनै प्रहरी जवानै थिएन। अनि 2-4 वटा त्यहाँ कुकुर चाहिँ राति घुकिया थियो। हामीलाई ब्यारेक छोडेर बाहिर जाने आदेश पनि थिएन। हामी डाँडामा थियौँ, हामी सानो टुकडीमा थियौँ। त्यसैले हामी एक प्लाटुन बराबर भए नाताले हामी यसो आफू सानो ग्रुपमा थियौँ। भोलिपल्टबाट त धेरै फौज पनि आएर अहिले त्यो ठाउँमा बाइनी नै के बस्या छ। त्यहाँबाट सुरु भएको जिन्दगी र लखेट्ने क्रम हुँदै जाँदा चाहिँ म 4-4.5 वर्ष जस्तो झापा,
त्यसपछि अन्तिम समयमा चाहिँ म च्याङथापु भन्ने ठाउँबाट सिद्ध्याएँ। इलाममा मेरो एउटा प्लाटुन पुरै पेट्रोल गएको प्लाटुन ध्वस्त गरिदिए। त्यही समय परेको थियो। लकिली मैले चाहिँ त्यो रातभरि सिपाहीलाई दिउँसोको समयमा बरु मैले कन्ट्रोल गरिनँ। रातिको हकमा चाहिँ अलि आफू व्यस्त भएको हुनाले म त्यो दोहोरो मारमा परिनँ। सामान्य रेन्जिङ 2-4वटा राउन्ड 1-2वटा राउन्ड लागेर 1-2वटा सिपाही हुने त अब घटनामा भयो। त्यसलाई चाहिँ अहिले उ नगरौँ, किनभने उहाँहरूको रिस हामीसँग भन्दा नि सरकारसँग रहेछ बढी। र पछि उहाँहरू साम्य भएपछि जति भाइहरू भित्र आउनुभयो ती हाम्रा लागि उति नै प्रेमपूर्वकका छँदै हुनुहुन्छ। जर्नलसम्म भइसक्नु भएको छ। त्यसैले गर्दा त्यो समयमा राज्यले खोजेको कस्तो उल्टी हो त्यो किसिमकोमा चाहिँ मैले गर्दा नि गल्ती गरेँ म भन्दिनँ, उहाँहरूले गर्दा नि गल्ती गर्नुभयो भन्नेमा म छुइनँ। अनुभवको सिलसिलामा भन्दाखेरि 2-4वटा छर्रा मैले पनि बोकेर हिँडेको छु। मैले हिर्काएको गोलीले 1-2 जनालाई तलमाथि पनि भयो होला। अब यो चाहिँ हजुरको प्रभु इच्छा भन्नुपर्छ, हाम्रो इच्छाले भएको होइन। होइन होइन, यो प्रभु इच्छा अन्तर्गतै हो हाम्रो। अब त्यही विशेष गरी हाम्रा दर्शकहरूले फोकस चाहिँ त्यही बढी गर्नुहुन्छ, युद्धका अनुभूतिहरू कस्तो रह्यो। यसो छ के भने चाहिँ एउटा संस्कृतमा श्लोक छ भन्नु होला भने हिमालय दूरितारम्भा वेश्यारम्भा च मुखमण्डिता सग्रामे श्रुतितारम्भा त्रयोरम्भा विवर्जिता भन्छ। यो नीतिको किताबमा अर्थ के हो भन्नु होला भने हिमालमा चढ्नेलाई कति दुःख हुन्छ त्यसको बयान हुँदैन। त्यो शेर्पाले बोकी बोकी लिएर गएर माथि मान्छे पुर्याउँछ, शेर्पाको कुरो आउँदैन, उसले विजय गर्दा उसको अर्थ आउँछ। हिमाल टाढाबाट हेर्दा रमाइलो हुन्छ मित्रवर। अनि कुनै नकच्चरी दिदी आमाहरूसँग गफ गर्दा रमाइलो हुन्छ। गइसकेपछि रोग सर्ने डर हुन्छ अथवा के हुन्छ त्यस्तै। लडाइँ सुन्नलाई मात्रै रमाइलो हुन्छ। बाहिर बसेर उसले यसो गरे भए उसो गरे भए हुन्थ्यो चाहिँ भन्छन् हो, जनतालाई त्यो क्युरियोसिटी हुन्छ। तर लडाइँ गर्नेलाई थाहा हुन्छ। लडाइँको समयमा तपाईँ कल्पना गर्नुहोस्, आँखा चिम्लेर एकछिन कल्पना गर्नुहोस्, दिएको चिज जोगाउनु छ हो, भोलिको उज्यालोसम्म आफू बाँच्नु छ। अँध्यारोमा त के हुन्छ अँध्यारोमा कानले उज्यालोमा आँखाले देखिने हाम्रो डाइरेक्सनमा हैन हजुर। त्यो हिसाबले हामीलाई पीडा थियो। त्यसैले गर्दा अब जनताले चाहने अथवा दर्शकले चाहने भन्ने कुरो चाहिँ एकातिर हो। र फेरि कुरो के बुझ्नुहोस् भन्नु होला भने अहिले हामी छिटो छिटो उमेर नपुग्या मान्छेको छरछरी सिलेबरे भाँडा पका खानेकुरो 90 दिन नपुग्या धानको भात खाने भए हुनाले सबै मान्छेमा रिस बढी छ। र एउटा अचम्मको छ, तपाईँले बनाएको हाम्रो परमेश्वरले बनाएको भगवानले बनाएको 2टा आँखाले आफ्नो नाकको टुप्पो देख्दैन या अरूको टुप्पो हेरेर अरूको मोडेलमा कुरा काट्छन्। र सेनाको जागिर भनेको पूर्ण राजभक्ति र देशभक्तिले खाने जागिर हो। त्यो जागिरमा आउँदाखेरि गरिएका बाचा अनुसारको कर्म गर्दै जाँदा जे गरिएको भए पनि त्यो हामीले गरेको होइन, त्यो कसले गर्यो? त्यो संस्थाले गर्यो। र संस्था जहिले पनि पवित्र हुन्छ। संस्थामा पवित्रताको राख्ने र नराख्ने चाहिँ तत्कालित अफिसरको कुरो हुन्छ। बाहिर निक्लेकाले गीत गाउनलाई जे गाए पनि हुन्छ हो। तर त्यहाँ भित्र भएर त्यो पदमा बसेर आफ्नो पद जोगाएर काम गर्नलाई चाहिँ करिब करिब त्यसलाई नै भन्दा हुन् आकाशको तारो खसाल्नुपर्छ। किन मिस्टर क्लिन भएर निक्लिनु? हामी त हजुरको 29 सालमा जागिर खाएर 63 सालमा अवकाश लिएको मान्छे, जिन्दगी नै ती बिताइयो। पुरै द्वन्द्व चाहिँ सबै द्वन्द्व मात्रै भएन, जीवनै ती सिद्धियो, ऊर्जावान समय ती सिद्धियो। अब घर फर्केर आउँदा त परिवारले पनि तँलाई जागिरै भए पुग्छ त किन अहिले भन्ने कथा भइसक्यो। त्यसैले हजुर यो के छ मर्जला भने अहिले मैले 3टा कुरो भने, यो सुन्नेलाई रमाइलो हुन्छ भन्नेलाई रमाइलो हुन्छ भन्नुभन्दा पनि हाम्रो वस्तुस्थिति चाहिँ यसरी बित्या थियो है हजुर। अब भनिन्छ नि ती नडराउने सिपाही चाहिँ काठका सिपाही मात्रै हुन् भन्छ के।
अनि सुरुको गोली पड्किँदा यहाँको अनुभव चाहिँ कस्तो रह्यो? डर आयो कि आएन अलिअलि? नै एउटा कुरो के बुझ्नुहोस् भन्नु होला भने लौ तर म आइज भनेर मैले तपाईँलाई एक बक्सिङ हिर्काएँ भने पनि तपाईँलाई दुख्दैन, आइज भने भए चाहिँ। तर तपाईँ त्यत्तिकै बसिरहेको बेलामा मैले धाप मारेँ भने पनि तपाईँलाई दुख्छ। जब मेन्टली रूपमा लडाइँमा परिसकिएको छ, लडाइँमा यो ठाउँ छोड्न मैले हुँदैन हो, यहाँ जो आए पनि मार्नु र मर्नु मात्रै हो कि म मर्ने हो कि ऊ मार्ने हो, ऊ पनि 300 गजमै छ, म पनि 300 गजमै छु। मैले पहिला हिर्काएँ, ऊ मर्छ, उसले पहिला हिर्काएँ, म मर्छु। त्यो कन्फिडेन्स भएर लडिँदाखेरि त्यो पनि एक किसिमको खेलै खेलमा बित्दो रहेछ। लडाइँलाई मैले लडाइँ मानिनँ। किन मानिनँ भन्नु होला भने त्यो हाम्रो आर्मीमा सबैको ब्रेनले बुद्धि पुग्दैन, एउटाको ब्रेन हो। त्यो ब्रेन गतिलो भइदियो भने हजुर अहिलेको जस्तो स्थिति सम्हालिन्छ। त्यो ब्रेन गतिलो भइदियो भने, अगतिलो ब्रेन भइदियो भने अहिलेको चौकीको हालत हुन्छ। मेरो कुरो बुझ्नुभयो? चौकीमा भएको 10 जना सिपाही चौकीमै मारे भनेर, हतियार लुटिए भनेर सैनिकले खोज्न जान पाउनु पर्थ्यो। उहाँहरूले छोडिदिँदाखेरि उहाँहरू आफै पानीमा पिटिनु भयो, ठाउँमा पिटिनु भयो नि। त्यो के हुन्छ भन्नु होला भने त्यो कमान्डरले ग्रिप गरेर र लडाइँको पहिलो गोली चाहिँ मलाई के लाग्छ मर्जी होला भने म यति पूर्ण तयारी थिएँ कि म बाँच्दिनँ। बाँच्नुभन्दा मर्नुभन्दा अगाडि बाँचेका मान्छेको कल्याणका लागि जो हतियार बोकेर आउँछ तिनलाई मार्नुपर्छ भन्ने मेरो दिमागमा चाहिँ थियो, मस्तसँग थियो र त्यो नै मेरो सूत्र हो। हजुर। भित्र अफेन्सिभको डिफेन्सिभको कुरा त भयो भकुण्डे बेसीको, त्यस्तो बाहिर त्यस्तो केही सम्झना लागेको घटना छ अफेन्सिभमा जाँदै गर्दा? होइन, यसो छ, शान्ति सेनामा जाँदाखेरि नै मैले यहाँकै कुरा गरेँ, नेपालमै बाहिर पेट्रोलिङ होइन, बाहिरको पेट्रोलिङमा जाँदा त जे जति कुरा भए मित्र, ती कति कुराहरू चाहिँ अहिलेको परिस्थितिमा उजागर गर्न मिल्दैन। किन मिल्दैन भन्नु होला भने श्रीमतीसँग गरेका कुरो आमालाई भन्न मिल्दैन होइन। अनि त्यो काममा जाँदा, त्यो मिसनमा जाँदा भएका घटनाका कुरा चाहिँ अहिले साथीसँग सल्लाह गरेर हुँदैन। सभामा जाँदाखेरि पनि घरमा सल्लाह गरेर सभामा बोल्न सकिँदैन। त्यसै गरी सैनिकभित्रको सम्पूर्ण कुराहरू थाहा हुँदै पनि कति कुराहरू चाहिँ हजुरले अभिव्यक्ति गर्न मिल्दैन। त्यो भो गरेर कतैबाट खुस्क्यो भने त्यो तपाईँको अझ पनि त्यो टोलीको 99 सुध्रिएर एक बेकुप भएको भए पनि त्यो बेकुपी एउटा चाहिँ 1000लाई काफी हुन्छ है बाबु। त्यो हिसाबले गर्दा इन्टरनल अफेन्सिभको कथा चाहिँ बाहिरको हकमा चाहिँ जाँदाखेरि दुश्मन चिनिन्थ्यो, हतियार बोकेर आएका हुन्थे, डिफ्रेन्ट महादेशमा भएको हुनाले मान्छेको रूपरङ्गले पनि चिनिन्थ्यो। त्यो ठाउँमा आफूलाई दिएको जिम्मेवारी पुरा गर्दा युएनको म्यान्डेट अनुसार काम गरियो। कोही ठाउँमा उनीहरूले हाम्रा पनि 2-4 जना मारे होलान्, हामी पनि 2-4 जना उनीहरूलाई थर्कायौँ होला। तर जसले जेसुकै भनोस्, सरकारको विद्रोहमा लागेर त्यो विद्रोहीले संसद उपभोग गरेर मन्त्री प्रधानमन्त्री खाएको नेपालमा मात्रै हो, विश्वमा कहीँ पनि छैन। सरकारको विद्रोह गरेर त्यही सरकारमा बसेर मन्त्री प्रधानमन्त्री विभिन्न पद खानी त्यही हो र विद्रोही लिएर चित्त बुझाएको नेपालीले मात्रै हो। विदेशतिर त्यो सैनिकहरूको मरेको इच्छालाई ट्रेनिङ गराएर बुझाउन जाँदाखेरि पनि उनीहरू त्यो रिभल्सहरू त्यो उसँग बाहिर बसेका मान्छेहरूसँग काला पनि मिल्न चाहँदैन थिए, गोरा पनि मिल्न चाहँदैन थिए। हजुरले मेरो कुरो बुझ्नुभयो? हामी मात्रै यति सहानुभूति वसुदैव कुटुम्बकम भन्ने भएको हुनाले होला हाम्रोमा चाहिँ त्यस्तोपन छैन। केही अविधि धर्मका कारणले कसैलाई केही कुरोमा विभेद भएको भए त्यसैलाई हतियार चाहिँ नबनाऊ। मैले एउटा रमाइलो रोचक कुरो यहाँलाई भनिदिन्छु। म गुल्मी के अरे 5 थरको सदरमुकाममा म सुरक्षा सेमो लिएर बस्दा
नेपाल सरकारबाट 50,000 दिएर इन्टरकास्ट म्यारेज गर्नेको सहभोज गर्ने आदेश थियो। त्यो सहभोजमा जाँदाखेरि बाहुन, छेत्री, मगर, गुरुङ यस्ता हाम्रा साथीहरूको चाहिँ छोरीहरू चाहिँ तल्लो जाति भनिएका साथीहरूले लैजानु भएको, एउटाको छोरी पनि हजुरको चाहिँ उपल्लो जातसँग पहिला नगएको अवस्थाको 55-60 जनाको बिहे भोज खानीमा म परेका थिएँ। सर्र डाटा हेर्दाखेरि त्यहाँ हजुरको अन्याय भएको मलाई अनुभूति भयो है। अनि मैले ती छोरीहरूलाई इन्टरभ्यू लिँदाखेरि यहाँ त अचम्म रहेछ, हामी त के छुवाछुत गर्छौँ र, त्यहाँ त हजुरको कामी, दमै, सार्कीमा भएको विभेद हट्यो भने त हाम्रो विभेद त केही पनि होइन रहेछ क्या। उनीहरूकै भित्र भएको विभेद चाहिँ कडा घिनलाग्दो रहेछ र कसैले पनि छोरी नपढाएको। हजुरको सबभन्दा ठुलो कुरो आमा सध्य हुनुपर्छ। आमा सध्य हुनलाई आमा शिक्षित हुनुपर्छ। शिक्षित आमा बनाउनको लागि बाउले लगानी गरिदिएर छोरीलाई पढाउनु पर्छ। श्रीमानले पनि श्रीमतीलाई पढाइदिनुपर्छ। 11-12 पढे केटी बिहे गरेपछि एमएसम्म बिएसम्म पढाइदिन सक्यो श्रीमानले भने त्यो बिर्सिन्न होला उसले। हजुर अब त्यहाँ चाहिँ त्यो रहन्छ। त्यो बेला मेरो छोरा बिहे गर्ने बेला थियो। मैले उहाँहरूलाई के भनेको थिएँ भने यदि तपाईँहरूको छोरी बिए पास गरेकी छ भने म मेरो छोरालाई बिहे गरिदिन्छु, कोही छ कसैको भनेर पनि एलाउन्स गरेका थिएँ। र त्यतिखेर भएका साथीहरू जसले चाहिँ यो बाहुनको छोरो यसले चाहिँ भात खान्छ कि खाँदैन भनेर मेरो इन्टरभ्यू लिन खोज्दाखेरि पनि मैले त्यो सहज भोजमा असर नपर्ने गरी चाहिँ उ गरेँ। त्यसैले म चाहिँ के भन्छु मर्जियोला भने हामी पहिला नेपाली हुनु पर्थ्यो मित्र, राष्ट्रिय झन्डामा बस्नु पर्थ्यो। हामी पार्टीका झन्डामा गयौँ र हामी सबै नेपाली हुनु पर्थ्यो। हामी जातमा गयौँ। यदि कतै भनेको पुग्छ भने र भोलि कुनै राजनीतिज्ञले चेन्ज गरिदियो भने म चाहिँ यो थर लेख्नेको विरोधी छु। गोत्र लेख्नुपर्छ सबैले। जस्तो म अधिकारी हुँ, मेरो गोत्र काश्यप हो, म काश्यप गोत्रको भन्न चाहिँ हुन्छ। अधिकारी भन्ने बित्तिकै घिमिरेर अधिकारीमा विभेद हो। सबैलाई थर गोत्रमा परिणत गरेर हुनु पर्थ्यो। र तपाईँलाई अचम्म लाग्ला, मैले जागिर खाने अवधिमा नेपाल अधिराज्यभरिमा जम्मा एक ठाउँमा बागबजारको कुनै एउटा गल्छेडोमा चर्च थियो। अधिराज्यभरि जो चर्चमा अहिले जानुहुने साथीहरू कोठामा लुकेर गर्नुहुन्थ्यो। जब यो सङ्कटकाल लाग्यो, माओवादीको द्वन्द्व बढेपछि अहिले 7,000 भन्दा बढी चर्च छ नेपाल अधिराज्यभरि। तर त्यो चर्चमा गएका मान्छे जम्मै हिन्दू हुन्। मेरो बिन्ती गराई त्यो हिन्दूलाई त्यो चर्चमा क्रिस्चियनिटी किन बनायो त भन्दाखेरि हामीसँग भएको विभेदले बनायो। त्यसैले म थर क्यान्सल गर्न पर्छ भन्नेमा छु। एकदम। अनि यसो हेर्दाखेरि विगतको यहाँ त सम्पूर्ण अब पञ्चायत हुँदैदेखि ल्याएर सम्पूर्ण बेहोरी बक्स्यो, यी सबै कुराहरू हेर्दा अब अहिलेको तत्कालीन कुरा गरौँ न, कहिलेकाहीँ चाहिँ के हुन्छ भन्दा बन्दुकको व्याख्या र बन्दुकको गोलीको व्याख्या अरू कसैले गरे हुन्छ जबकि उसलाई त्यो बन्दुक कुन हो भन्ने थाहा छैन। गुड। त्यस्तो कुरामा चाहिँ कस्तो लाग्छ हामीलाई नै, एउटा सिपाहीले नै चित्त बुझ्दैन क्या यो के भन्ने होला भन्छ नि, त्यस्तो अवस्था किन जान्ने हुन्छन् होला मान्छेहरू? नै यसमा यस्तो छ, तपाईँको भगवान भन्छौँ नि हामीले बाबु, भगवान भनेको 5वटा तत्त्वको सम्मिश्रण हो। भूमिको भ, गगनको ग, वायुको ब, आकार अग्निको आकार, नारा भन्छ संस्कृतमा पानीको न। यो 5वटालाई भगवान भनिएको छ। यो पञ्चतत्त्व पनि भनिन्छ। यो 5वटा तत्त्वले, हरेक तत्त्वले प्राणलाई उत्पत्ति गर्ने, संरक्षण गर्ने र संहार गर्ने खुबी राख्दछन्।
अब त्यसमध्येमा विशिष्टता लिएको मान्छे, सबै योनिमध्ये उत्तम योनि भएको मान्छे द्वन्द्वसँग खुसी हुनको लागि त्यसले सृष्टिका विनाश गर्ने पासोदेखि लिएर एटम बमसम्म बनायो र त्यसको सम्पूर्ण पावर बलियाले लिए। बलिया भनेको अहिले राज्यभन्दा बाहिर भएका तत्त्वलाई सम्झिनुहोस्। ती बलियाहरूले चाहिँ जहिले पनि आफ्नो हतियार बेच्नको लागि जोसँग जे छ त्यही बेच्ने त हो नि। एकदम हामीसँग मान्छे थियो, हामी मान्छे बेचिरहेछौँ, उनीहरू हतियार थियो, हतियार बेचिरहेछन्, कोहीसँग प्लेन छ, प्लेन बेचिरहेछन्। त्यो किसिमको हुने परिस्थितिमा बाबुले कुरो यसरी बुझ्नुहोस्, त्यो परिस्थितिले हामीलाई बेकुब बनाउने क्रममा र हाम्रो शान्ति छिमेकीले सहँदो रहेछ। अहिले तपाईँ र म एउटा कोठामा छौँ, पल्लो कोठामा तपाईँले मासु खाइदिनु भयो र मेरो मासु किन्ने औकात छैन भने म तपाईँको रिस गर्छु। त्यसैले छिमेकीले नखाएको चिज तपाईँले खाइदिन हुन्न भन्ने हिसाबले हामी बाँचेका थियौँ। एक काइयो भयो भने नि छिमेकी कहाँ एउटा केराको घरीमा पनि एक काइयो छिमेकीलाई दिएर खाँदाखेरि हाम्रो 2 काइयो बचिया थियो। अब मै खाउँ मै लाउँ भयो, छिमेकीलाई दिन छोडियो र एक्लै खाने आदत भएपछि मान्छे जहिले पनि बाघको स्वरूपमा जान्छ, विवेक शून्य हुन्छ र विवेक शून्य भइसकेर हतियार बिक्री गर्ने मानिसहरूले नेपालको शान्तिमा गरन लगाए। 28 सालबाट शिक्षामा गरन लाए, नयाँ शिक्षा पद्धति भनेर बस त्यसमा नाउँ जेसुकै दिनुहोस्। 42-43 मा गएपछि शैक्षिक सत्र सार दिए। खेतीमा खेती गर्न जानेन नि त त्यो बच्चोले, त्यहाँ ब्रेक लाए। 45-46 मा आइसकेपछि द्वन्द्व फैलाइदिए। पाहुना लाग्ने यसो गर्ने मान्छेको भावना भन्ने नभएर सशङ्कित बनाइदियो। हो त्यतिले नि पुगेन। अब अहिले त हामी 82 मा छौँ नि। अब त्यो बीचमा आइसकेपछि सेना पुलिसलाई पेन्सन नपाउने भनेर राखिदियो। अहिले माफ राख्नु होला मित्र, अब अहिले आर्मीमा 15-20 हजार कोठा खाली छ, मान्छे आउँदैन। पुलिसमा 35,000 30,000 खाली छ, मान्छे आउँदैन। किनभने आशा नै भएन। म जिउँदो छँदै मरि भने मेरो स्वास्नीले पेन्सन पाउँछिन्, म जिउँदो भएर फर्केँ भने पेन्सन पाउँछु भन्ने ठाउँमा अहिले पेन्सन नदिने भन्ने कानुन बनाइदिए। अब त्यो भने किनभने सैनिक र पुलिस कमजोर बनाउन पाइयो नि त। अब त्यतिले नि पुगेन। ब्रेन 11-12 पढ्या त लैसकेको थियो, ब्रेन ड्रेन अन्तर्गत हो। तेरो धर्म ठिक छैन, तेरो जात ठिक छैन, के छैन भनेर लगाएको थियो, त्यतिले नि पुगेन। अब अहिले तलका भाइ बहिनी फेरि उचालेर नयाँ ग्रुप सिर्जना गरेर देशमा यो गतिविधि भयो। त्यसैले म के बिन्ती गर्छु मर्चोला भने, जो मान्छेको भित्र बाघको स्वभाव, कुकुरको स्वभाव डेभलप भएको छ, त्यो मान्छेले अथवा त्यो जनावरले अरू साना प्राणीको हिंसा गर्न खोज्छ। र हाम्रा राजनेताहरू पनि ती दुईटैको श्रेणीमा छन्। कोही कुकुर छन्, कुरो बुझ्नु, कोही बाघको श्रेणीमा छन्। यी दुवै मांसाहारी भएको हुनाले यिनलाई बेला बेलामा मान्छेको तातो रगत मन पर्छ, चाहे त्यसलाई विभिन्न रूपमा, र उनीहरू हामीलाई शोषण गर्छन्। अब भन्दा राजनीति गरे भन्छन्, तर मलाई राजनीति गरे जस्तो लाग्दैन। राजनीति गरे भए त वसुदैव कुटुम्बकम हुनुपर्ने, सबैलाई माया ममता हुनु पर्थ्यो। एकदम मैले त्यो भेटेको छैन मित्र। त्यस पछाडि यहाँको कतिचोटि शान्ति सेना चाहिँ कतिचोटि गइरहेको छु? यहाँ चाहिँ म एक पटक जाँदा सिपाहीमै गएँ। त्यसपछि प्रमोसन हुँदै जाँदाखेरि सिनियरिटी जुनियरिटी हिसाब किताब हुन्थ्यो। मलाई दर्जा र शान्ति सेना रोजाउँदा मैले दर्जा लिने रोजेँ। ल भन शान्ति सेना जान्छस् कि प्रमोसन हुन्छस् भन्दाखेरि मलाई प्रमोसन बग्स्यो, शान्ति सेना पछि जाउँला भन्दै म 2 चोटि गएँ। एकचोटि म लेबनान गएँ, एकचोटि सेरालियन गएँ। 2 ठाउँमा सेरालियन जाँदा म प्लाटुन कमान्डर भएर गएको थिएँ। हजुर, लेबनानमा जाँदा चाहिँ शान्ति सेनाको लेबनानमा जाँदा चाहिँ म सिपाही थिएँ।
र विश्वको वस्तुस्थिति चाहिँ यो दुई पटक जाँदाखेरि राम्रो बुझ्ने मौका पाइयो। र अचम्म लाग्ला सेरालियन भन्ने देशको ढुङ्गा चाहिँ यो हिरा रहेछ, रातो माटो चाहिँ जस्ता रहेछ, जमिनको रातो माटो खानी खनेर जस्ता झिक्न पाइने, जमिन मुनिको पानी झिक्दाखेरि क्रुड र लुब ऑयल भन्ने हुँदो रहेछ। त्यस्ता धनी देशका मान्छेहरूले बेकुफ विदेशीको बेकुफ स्वीकार गर्दाखेरि अहिले तिनीहरूका हजुरको एउटा भातको खसेको सिता साना घिर्सिने जनावरहरूको बच्चा बिरालो समेत छोड्न खान पर्ने सिचुएसनमा पुर्याइदिए। त्यस्तो धनी जमिनका होइन, मैले भने धनी त धनी, प्रशस्त धनी। जुनमा तपाईँको भुइँकटर फल्यो भने पनि 5 किलोको फल्छ। हाम्रो यहाँतिर आउने 1-1.5 किलोको भुइँकटर होइन। त्यस्तो ठाउँका मान्छेहरू खानाको लागि नै 24 घण्टा नै सङ्घर्षशील भएर अब फेरि बानी बिगार्दिया छ। खेती गरेर खाने बानी बिगाऱ्यो, लडाइँ परेपछि त त्यो बिग्रियो नि। अहिले हाम्रो नेपालतिर पनि बन्जर छ, पहाड सिद्धियो, सबै बन्जर छ हो। अलिअलि तपाईँको भएको मान्छेहरू सहरमा बस्दिया छन्, कट्टा चामल किन्छन्, आफूले खेती गर्दैनन् हो। अब यो किन भयो त भन्दाखेरि नङमा पालिस लाछ, खेतमा कोही नजानी भए, अनि कोही हिला गइराखोस्, बाहिर काम गर्न गए 1000 पाइन्छ भन्ने केटाहरू भए, अनि त्यसले नि पुगेन विदेश जाने भएको हुनाले देश बन्जर अवस्थामा छ। जबसम्म हामी आफैले केही गर्दैनौँ। ल अहिले मैले यहाँलाई बढी भने जस्तो लाग्ला, म चितवन बस्छु, मेरो चितवनमा आउने मान्छेलाई मैले महिना दिन पाल्दाखेरि पनि मलाई त्यो मान्छे गइदे हुन्थ्यो जस्तो लाग्दैन। किन लाग्दैन भने त्यहाँ किन्ने भनेको नुन तेल ग्यास, अरू बाँकी सबै चिज के छन् आफैसँग छ। किन भन्दाखेरि काम गर्नुपर्छ। त्यसैले म त के बिन्ती गर्छु मर्जी होला भने, बाबु मैले देश हेरेर बुझ्या हुनाले, ठुलो घर बनाएका हुनाले अस्ति घर जल्यो। सबका घर एकनासको बनाउनु पर्छ अधिराज्यभरि, बराबरको घर। भित्रको सुविधा धनीले धेरै लियोस्, गरिबले बाहिर लियोस्, त्यो हुनुपर्छ। मैले देखेको देखावटी हेर्दा उस्तै हुनुपर्छ। र प्रत्येक घरमा सटर राख्न हुँदैन, त्यो सटर झिक्दिनु पर्छ। प्रत्येक घरमा कोठा हुनुपर्छ र एउटा टोलमा एउटा नक्सा अनुसारको घर हुनुपर्छ। मलाई कसैले सोध्छ भने, र त्यहाँ जाँदाखेरि फलानु मान्छे धनी हो कि गरिब हो कसैलाई थाहा नहोस्, भित्र बरु जे हो, भित्र उसको आफ्नो भाग्य अनुसार गरोस्। र हाम्रो देशमा गाडी बन्दैन। 46 सालसम्म नेसनल ट्रेनिङमा एउटा रिपेयरिङ शाखा थियो, त्यसले गाडी सबै बिग्रेको गाडी त्यहीँ बन्न आउँथ्यो। त्यो सिंहदरबार अगाडि थियो, नेसनल ट्रेनिङको साइडमा, पुलिसको र सिंहदरबारको बिचमा, ट्राफिकको बिचमा सबै बिग्रेका गाडी त्यहाँ आउँथे। त्यहाँ बसेको इन्जिनियर अफिसरले जुन गाडीमा जुन पार्ट्स मिल्छ मिलाएर कन्डिसन पुर्याएर गाडी दिन्थ्यो। अहिले प्रत्येक चौकीमा भएको, अलिअलि त अस्ति जेन्जी भाइहरूले जलाए, प्रत्येक चौकीमा भएको गाडी मोटरसाइकल इत्यादि चाहिँ तपाईँको चाहिँ कन्डिसनमा हुने चिजलाई पनि प्रयोग गरेका छैन। सिंहदरबारदेखि लिएर महेन्द्रनगरको गड्डा चौकीसम्मको, हाम्रो चौकीसम्मको गतिविधिमा त्यस्तो छ। त्यस कारणले यदि सहरको मान्छेले गाउँ जान्छु भन्यो भने सहरमा पास खर्च लाउनु हुँदैन। बुझ्नुभयो? गाउँमा गएर किन्दा कर लाउन हुँदैन। यहाँ पास छोडेर जानेलाई कर नलिने, गाउँमा किनेर बस्छु भन्नेलाई कर नलिने। बत्ती फ्री दिनुपर्छ गाउँमा, 20 युनिट 25 युनिट होइन। पानी तान जे तान फ्री दिने। के सुविधा लिएर जाने त? सुविधा त चाहियो नि। अनि 20-25 हजार होइन, 1-2 लाख रुपियाँको गाई किनिदिनु पर्छ। दुधबाट मात्रै कन्ट्रोल गरेर उठाउने सरकारले। हजुर, त्यसैले 2 रोपनी जग्गा पहाडमा दिने अथवा किन्दिने, अथवा त यहाँ भए बेचेर किन भन्ने, गाई एउटा किन्दिने,
त्यो गाई किनिदिएको पैसाले दुधबाट पुरा गर्ने र दुध अहिले हाम्रो यो जेनजी किन उठ्यो भन्नु होला भने मान्छे बुझ्दैनन् दुधको पैसा पाएको छैन किसानले म चितवनमा दुध बेच्छु 3 महिनादेखिको बाँकी छ नेपाल डेरीले पैसा दिँदैन किसानलाई भरे बेलुका गाईलाई दाना नखुवाए दुध आउँदैन अब सम्झिनुहोस् के हुन्छ अब मैले भन्नु पर्यो अनि मेरो धान मेरो सरकारले किनिदिँदैन हो अब बजारियालाई दिँदाखेरि थोरै मूल्यमा छ अस्ति मेरो साथीहरूले बन्दाकोपी जोते 5 रुपियाँ किलोमा नबिकेर किन सरकार चाहिँ त्यो चिज किनिदिँदैन सरकारले किनेर एउटा प्रत्येक जिल्लामा एक-एकवटा हजुरको चिसो ठाउँ अनुसारको स्याउ राख्ने चिसो हो कि हजुरको बन्दाकोपी राख्ने चिसो हो कि गोलबेडा राख्ने चिसो हो त्यस्तो चिसो घर बनाइदिएर हजुर सरकारले किनिदिन पर्थ्यो नि 46 साल अगाडि धान चामल कम्पनी थियो किन खेर फाले थियो त्यसले किनिदिन्थ्यो नि हाम्रो हजुर खाद्य संस्थान थियो त्यसले ठाउँ ठाउँमा पुर्याउँथ्यो नि त्यो किन बन्द गरे यहाँ कुरो के छ भन्नु होला भने तैँले गरे पनि भएन मैले पनि जाने छैनको माहौल बढी भयो यो प्रसङ्ग अन्त गयो होला मैले भन्दाखेरि चाहिँ राष्ट्रको हिसाब किताबले सोच्ने मान्छे भएन र अहिले तपाईँ अचम्म मान्नु होला जेनजी ग्रुप भनेको कट्टु धुन जान्दैन त्यो ग्रुप दाल भात तरकारी पकाएर खान जान्दैन त्यो ग्रुप बाउ आमाले मरी मेटेर यहाँ के भन्छ बच्चा राख्ने ठाउँमा पढाएको छात्रावासमा पढाएका केटाहरू त्यहाँको म्यानेजमेन्टले भनेका कुरा दिमागमा कसरी घुस्यो हो विश्वभरिको उ छ अनि फेरि राज्यले नचाहिने चिज किन बन्द गर्ने ठिक छ हिजो हैन हिजो मोबाइल आउँदैमा कर लिइदिया भए त हुन्थ्यो नि हिजो नेट आउँदैमा कर लिइदिया भए त भइहाल्थ्यो नि अब रोकिदिँदा त मान्छे बौला हुन्छ नि हजुर एकदम अब यो भएर चाहिँ अहिले यो जेनजी उठ्यो जेनजीले गर्दा केही चेन्ज आउँछ कि भन्ने एउटा झिनो आशा पनि छ तर राज्यले चाहिँ हेर्न जानेन हजुर एकदम राज्य चाहिँ पक्षपाती भयो ठिक छ अनि हजुरले त एउटा सिपाही भएर आफू लड्नु पनि भयो लडाउनु पनि भयो अनि लड्ने भन्दा लडाउनै सिपालु भन्छन् नि कस्तो हो हजुर यो दुईटामा गर्ने भन्दा तपाईको अचम्म छ अहिले तपाईँ सेनाकोबाट अवकाश हुनुहुन्न अथवा सेनामा ज्ञान छैन भने तपाईँको अगाडि हतियार र फलाममा भेद पाउनुहुन्न तपाईँले कतै हेर्दा चाहिँ तपाईँले फलामको चिज रहेछ चाहिँ भन्नुहुन्छ त्यो हतियारको पूर्जा कहाँबाट खोल्ने के गर्ने तपाईँ जान्नुहुन्न त्यही भएर सायद त्यसैले होला अस्ति पुरा भद्रगोलकै आफ्ना कुरा दिइरहेको के उसलाई थाहा छैन त्यो किन हुन्छ त मर्जियोला भने जब मान्छेलाई हतियार दिने बेलामा उसको दिमाग 80 को भए नि 50 मा ल्याउनु पर्छ 30 को भए नि 50 मा लानु पर्छ त्यसलाई भन्ने बेलामा भन्दाखेरि बोधो बनायो भन्छन् तपाई मान्नुहोस् लडाईँमा राइफल नम्बर 3 गोली हान भन्दा राइफल नम्बर 3 ले मात्रै हान्ने बनाउनलाई त्यो सिपाहीले ट्रेनिङ कति दिनुपर्छ 4 ले हान्यो भने त बिताइदियो 4 ले हान्यो भने त बिताइदियो नि एकदम त्यसैले लड्ने भन्दा लडाउने चाहिँ ठुलो हो लडाउनलाई ब्रेन चाहिन्छ ब्रेन भएको मान्छेले त्यसलाई सधैँ तामाको भाँडोमा अमिलोले माजिया जस्तो माजिरहनु पर्छ चम्काइराख्नु पर्छ र त्यो सिपाहीलाई मेरो मृत्यु चाहिँ के पनि होइन मैले पाएको यो 200 राउन्ड र गोलीले चाहिँ बन्दुकले चाहिँ मलाई जोगाउँछ भन्ने हुनु पर्यो तर विडम्बना तपाईलाई जुन अहिले कुरोमा नि भन्नुभएको थियो हतियारहरू लिँदाखेरि कहिले पनि जडौरी लुगा जस्तो हतियार लिन हुँदो रहेछ यो 12 वर्षको सङ्कटकालमा भारतबाट दिएको जडौरी हतियारका कारणले हाम्रो विजय ठाउँ ठाउँमा नभएर हाम्रा साथीभाइ मरे किन भन्नु होला भने लगातार 3-4 म्यागजिन फायर गर्यो भने कहिले बन्दुकको नाल दुनिनी कहिले राइफलले गोली नदिनी यस्तो थियो
त्यो किन भयो त भन्नु होला भने हरेक चिजमा कमिसन खाने भए यो देशमा मरिचमान सिंहभन्दा पछिको प्रधानमन्त्री सबैको सर्च गरेर बुझ्नु होइन के तिनलाई चौरामा ल्याएर उभ्याउनु पर्छ जान्ने हो भने। हिजो राजापालामा हजुरको मिलिट्रीलाई सोधेर सिडिओ दिने अञ्चलाधीश दिने फलानु मान्यमा उठिया छ फलानु फलानु कसलाई जिताउँदा बेस हुन्छ भनेर सोध्ने हुन्थ्यो भने हजुर त्यो बेलामा नि छिर्थे एक दुईवटा घामटहरू राजालाई नराम्रो पार्ने त अञ्चलाधीश पनि थिए सिडिओ पनि थिए सबै थिए। पद दिने बेलामा हेर्नुहोस् घरको व्यवहार बाउले नि गर्छ आमाले नि गर्छिन् जेठो दाइले नि गर्छ तर यो तीनटा मध्येमा बाउले गर्दा सहज हुन्छ आमाले गरिन् भने हल्का पक्षपाती गरे पनि सहज हुन्छ दाइले गरेपछि उसकोलाई लाउँदैन तर दाइले व्यवहार गरेको ठाउँमा बस्न कठिन हुन्छ बाउले व्यवहार गरेको ठाउँमा रिस उठे पनि शान्तिपूर्वक बसिन्छ। त्यसैले यो देशमा पनि एउटा मियो चाहिँ गतिलो चाहिन्छ। म त राजापाला हुर्किया मान्छे राजाकै पालामा प्रमोसन भएको मान्छे विविध कारणले राजदरबारको पतनपछि पनि राजा भएको बेलामा अवकाश भएको मान्छे र मेरो धर्म संस्कृति अनुसार म बाउको श्राद्ध गर्दा नि राजालाई तर्पण दिन पर्ने भएको हुनाले मैले चाहिँ अहिले हामीले दुःख पाएको रानु बेगरको माउरी भयौँ हामीले असाध्य गतिलो मान्छे राष्ट्रपति भएपछि हाम्रो विवेक हुन्छ भनेको काङ्ग्रेसका राष्ट्रपति नि दुईटा हेऱ्यौँ एमालेका राष्ट्रपति नि दुईटा हेऱ्यौँ उहाँहरू राष्ट्रको हुन सक्नु भएन। त्यसैले हजुर यो राष्ट्र बिग्रियो भन्दा अब मेरो कतै पनि भिसा लाग्दैन एउटा भिसा माथिबाट लाग्ने मात्रै हो तर म जाने बेलामा मेरो छोरा नातिलाई यो देश सुरक्षित छ भनेर बुझाएर जान पाऊँ त्योभन्दा अरू मलाई कुनै इच्छा छैन। फेरि जेनजी नआउन परोस् जेनजी मात्रै होइन कोही पनि उठ्न नपरोस्। अब त्यो हुनको लागि यो अहिलेको वस्तुस्थितिले त्यो चेन्ज आउँदैन। हामी बरु नुन नभए अलिनु खाएर बाँचौँला हजुर। तेल हाम्रै उत्पादन हुन्छ हामीलाई 6 महिनालाई दुःख हुने हो हजुर। मर्तेल नआए ग्यास नआए हामी दाउरा बालौँला किन दुनियाँले विश्वभरि कार्बन फैलाएछन् हामीले चाहिँ भात पकाउँदा बिग्रिने त होइन तर हामीलाई एउटा लिडर चाहियो। तर हामीले चुनेको लिडर चाहिँ राष्ट्रिय झन्डाको लिडर भइदिएन बाबु अनि त्यो हुँदाखेरि पीडा हुँदो रहेछ। तपाईँ अचम्म मान्नु होला मेरो गाउँमा एकजना काका बाउको अरू जम्मै कम्युनिस्ट थिए एउटा मात्रै काङ्ग्रेस थिए अर्को वडाबाट आउनु पर्यो काङ्ग्रेस र लासलाई चलाउनु पर्यो। कस्तो विडम्बना। अनि हजुरको खेतालो पत्याउँदैन एकले अर्कोलाई यस्तो किसिमको विभेद गरिदिएर यदि पार्टी नै चाहिने हो भने जिल्लाभन्दा मुनि पार्टी लान हुँदैन। एकदम माथि राख जिल्लाभन्दा माथि राख पार्टी जति राख्छौ राख जिल्लाभन्दा मुनि चाहिँ हाम्रो थरी जिम्वालको जस्तो पर्था हुनु पर्यो हामीले चुनेको अध्यक्ष हुनु पर्यो के त्यो कम्पिटिसन गरेर भोटले जितेको होइन। अहिले त अध्यक्षहरूले हामीलाई भोट दिया थिइस् र भन्छन् काम नगर्ने भए गाउँमा एकदम हो नि। किन भन्नु होला भने अब उनीहरूलाई ठ्याक्कै थाहा छ कुन पार्टी 40वटा घर छ हाम्रोमा यति भोट आउँछ भनेको त्यति नआउने बित्तिकै तैँले दिनुहोस् भन्नु सोझै आउँछ स्थानीयमा त त्यो धुरीसम्म गर्नु बस 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 त्यो हिसाबले जिल्लाभन्दा तल पार्टी हुनु हुँदैन हजुर विश्वमा र गाउँमा जान्छु भन्नेलाई कर मुफ्त गरोस् यो अहिलेको सरकारले भन्ने म आशावादी छु र उपचारमा पैसा लाग्नु हुँदैन। वीर अस्पताल त फ्री गर अरू नसके पनि सबैलाई नबाँड पैसा के हामीलाई पनि बिमा नदेऊ वीर अस्पतालसम्म खर्च गरेर आइजा वीर अस्पताल फ्री भनिदेऊ बरु एकदम हजुर एकदम अञ्चल अस्पतालसम्म आऊ त्यहाँ भएको उपचार फ्री त्योभन्दा बढी गर्ने त जाऊ न जहाँ गए नि जाऊ तिमीलाई भन्न पर्यो। ए बाबु अचम्मको कुरो मैले चाहिँ 6-7 कट्ठा जग्गामा धान रोप्ने बेलामा मल पाउँदिनँ
अब मेरो धान 3200 मा बेच भन्छ, खर्च इन्डियाबाट ल्याए त्यो ब्ल्याकको मल किन्दाखेरि मेरो मूल्य नै हजुरको 5000 परेको छ। कसरी बेच्ने? 3200 मा सरकार बेच भन्छ, त्यो किन्न आउने दलाल 2700 मा ले भन्छ बाबु मेरो खर्च उठेको छैन, अनि मैले खेती किन गर्ने? कसरी बाँच्ने? कसरी? म त सेनामा छँदा बन्दुक चलाउँथेँ, अहिले त म कोदालो चलाएको छु नि। मेरो कोदालोको मूल्य त दिनु पर्यो नि। मेरोमा भएको पानको पात बिक्दैन, इन्डियाबाट आएको पानको पात मात्रै बिक्छ यहाँ। मेरो केरा चितवनमा सडिराखेको छ, इन्डियाको केरा यहाँ आउँछ। अनि भन्छन् नेपाली हुँ, नेपालमा हामीले केही गरेका छु भन्छन्। अब पत्याउने कसरी? आधार त चाहियो पत्याउनको लागि। म अब दुध बेच्छु, दुधको पैसा पाएको छैन। धान बेच्छु, मूल्य पाइँदैन। हजुर, राखौँ, राख्नलाई ठाउँ छैन। सम्झिनुहोस् त, कृषकको बन्दकोपी जोतेर चाहिँ खेती गर्न परेको छ। हालेका छन् फेसबुकमा, अनेकौँ छन्। यहाँ सिंहदरबार सुन्दैन। अस्ति मैले तपाईँलाई भोट दिएर अध्यक्ष बनाएको, तपाईँलाई ड्याड्सन पजेरो किन चाहिने? तपाईँ तल्लाहरूको साइलो जस्तै खाली हात हिँडे हुन्न। मैले भोट दिएको चाहिँ ऊ पजेरोको हिलो छ्याप्दै हिँड्ने, म चाहिँ उसले छ्याप्या हिलो सफा गर्ने, अनि विद्रोह गर्यो नि भन्न पाइएन के? हजुरले बुझ्नुभयो मैले भनेको कुरो? तपाईँ जे हुनुहुन्छ त्यही हुनुहोस्, म जे छु मै हुन दिनुहोस्। तपाईँको र मेरो बिचमा फ्र्याक्सन ल्याउने मान्छेलाई हामीले गाउँ गाउँबाट लखट्न पर्ने भयो। अब त कुनै पनि नेता गाउँमा आयो भने तिनले हामीसँग कुन मुखले बोल्छन्? अनि हामी त धेरै डिसिप्लिनमा बसेका मान्छे, चाहेर पनि बोल्न नपाए मान्छे, देखेर नि खान नपाए मान्छे। 32 वर्ष 29 वर्ष 6 महिना त्यो अर्को हिसाबले 32-33 वर्ष सेवा गरेर निक्लिया मान्छे। हाम्रो त पीडा छ नि यहाँ। अब हामीले कहीँ गएर बोल्यो भने के भन्छन्? बाबुलाई अचम्म लाग्ला, सिपाही बुद्धि छैन भन्छन्। केही राम्रो कुरो भनिदियो भने सिपाहीमा पनि तपाईँले यति कहाँ सिक्या भन्छन्। एकदम दुवै अर्थमा जनता हामीलाई विश्वास गर्दैनन्। राम्रो भने पनि नराम्रो भने पनि। र हामी त्यो मारमार हेमारमा छौँ। अनि त्यही कारणले हामीलाई जहाँनिर हाम्रो इज्जत छोपिन्छ त्यहाँ बस्न पर्यो। हामी गाउँ नफर्किने होइन। मेरो कुरो बुझ्नु? अब यहाँको घर कहाँ हो? त्यो घरमा तपाईँ नफर्किएको होइन, तपाईँको त्यही सुविधा त्यहाँ पाउने भए तपाईँ जानुहुन्छ कि जानुहुन्न? जाने। बस म पनि जाने। यस्तो। अब एउटा सिपाही र आफ्नो राष्ट्र, सिपाहीले कसरी लिन्छ राष्ट्रलाई, देशलाई? सिपाही र राष्ट्र भन्दाखेरि तपाईँले कुरो के बुझ्नुहोस् भन्नु होला भने, सिपाही अघि पछि रुँदैन। सिपाहीलाई कतिखेर आँसु आउँछ भने उसको शरीरबाट रगत गयो भने आँसु आउँछ। उसका आफन्तलाई कसैले टर्चर गर्यो र कानुनले रोकिदियो भने आँसु आउँछ। र उसको देशको झन्डा कसैले बेतरतीब गर्यो भने उसलाई आँसु आउँछ। यो 3 अवस्थामा बाहेक सिपाहीले अरू कुरो केही सोचेकै हुँदैन। त्योभन्दा बढी पनि सोच्दैन, तल पनि सोच्दैन, दायाँ पनि परेन, बायाँ पनि परेन। र सिपाहीले खान पाउने र गर्ने, मलाई नपाउनेको हिसाब छैन। अब मान्छे भन्छन् सिपाहीको बुद्धि हुँदैन। हो, बुद्धि हुँदैन। बुद्धि भएको कमान्डर हुन्छ, सिपाही हुँदैन। किन कमान्डरले लाउने हो नि त सिपाहीलाई। एकदम। त्यसैले सिपाहीको सोचमा देश हुन्छ। त्यो देशभित्र राम्रो भइदियो भने सिपाही खुसी हुन्छ। उसलाई त्योभन्दा अरू तारे तिल्के केही थाहा छैन। र अन्तिममा सिपाहीको चाहना भन्नुहुन्छ भने सिपाहीलाई एउटा 3-4 कोठाको घर बनाउन लोन दिन पर्यो। सिपाही सिद्धिएर घर जाँदाखेरि कुनै पनि किसिमको उसले सुविधा पाएन। 18 वर्ष 20 वर्ष जागिर खाएर निक्लिएको मान्छे 16 वर्षमा जागिर पेन्सन पाक्ने, 20 वर्षमा पेन्सन दिने बनाउन हुन्छ? एकदम। 16 वर्ष चाहियो सिपाहीलाई। 16 मा चाहियो। अरूलाई तुलना गर्न त भएन। कहाँ लडाईँमा गएर मरेर आउने। बस। अनि उसको ग्यारेन्टी हुनु पर्यो राज्यले गर्ने, र बिमा हुनु पर्यो, र निक्लिँदाखेरि उसलाई कमसेकम एउटा 2टा गाई किन्न, एउटा घरेलुको मेसिन किन्न, एउटा पाउरोटीको फ्याक्ट्री राख्न किन्न। हजुर,
अथवा एउटा डोरी बनाउने मेसिन किन्न सक्ने त देऊ कमसे कम। कहाँ कति छ कसले खाएको कुरो नगरी बक्सेला, त्यो मलाई पनि चित्त बुझ्दैन। किनभने मेरी आमाले पनि बाउ बन अनि खा भन्थिन्, बाउको ठाउँमा बस्न दिनन्। खाउन् खानेले, तर हाम्रो पनि अवस्था हेरिदेऊ न। एकदम यति हो हजुर, न्यूनतम पुर्याइदेऊ। बस बस। अरू सिपाहीले यहाँबाट सिक्नुपर्ने कुरा जस्तो कि अब यहाँको एक भनौँ न आफ्नै यहाँको एउटा सिपाहीको लागि एउटा मोटिभेसन पनि हो यहाँ आफैमा, अनि त्यसले गर्नुपर्ने चाहिँ सिपाहीले यो गर्यो भने यहाँसम्म हुन्छ भन्ने यहाँले आफ्नो उदाहरण। यसो छ, प्राय गरिकन सहरमा हुर्केका बच्चा सिपाहीमा जाँदैनन् कि तिनीहरू अफिसरमा जान्छन्, बुझ्नुभयो? त्यही अफिसरमा जाँदा तिनको बुद्धिले भ्याउँदैन भनेर रिक्रुट ट्रेनिङ सेन्टरमा लगेर 4-5 महिना त्यहाँ लिपोत गराएको, बानी पारेको। तलको मान्छे पनि सिक भनेको। सिपाही डाँडा पाखाबाटै आउने हो। ती आउने सिपाहीमा चाहिँ 1 नम्बर अहिले सिपाही कम भयो, परिवार नियोजनले गर्दा एउटा बच्चादेखि नपाउने भए। दोस्रो नम्बर कुरो, गाउँ छोडेर सहर बस्ने भए। सहर भनेको मानवता शून्य भएको ठाउँलाई सहर भन्छ। कोही मान्छे बाहिर पेटीमा सुतिरहेको छ, घरमा कोठा खाली छ, भित्र आएर सुत्न भन्ने मान्छे सहर आउँछ। त्यही भएर सहर भयो। सहर भयो त्यो। सडक र सहर हुन्छ। सडक भए पनि हाम्रो गाउँमा चाहिँ स्नेह हुन्छ। फेरि त्यो हिसाबले गर्दा गाउँबाट आउने मान्छे कम भए। त्यसमध्येमा वार्षिक 200 बेलायतले लान्छ, वार्षिक 500 देखि 1000 इन्डियाले लान्छ। अझ अहिले त उतै जागिर छोडेलाई उतै राखेर नलानी बनाइसक्यो। अब हाम्रो यहाँ भएका साथीहरूमा विभिन्न क्षेत्रमा जाँदाखेरि अरबभन्दा यहाँको सुविधा कम भएर सिपाही पुलिसमा जागिर खान आउने मान्छे कम भयो। र सिपाही देश सोचेर के गर्ने? भाउजू रहिन् दाइका साथ रिस रहे मेरा हात भने जस्तो छ। अब कुनै पनि हालतमा माथिबाट निर्णय गरेर के छ त उपलब्धि? सिपाहीमा जागिर खान आउने बित्तिकै अहिले हाम्रो शान्ति सेना गएर आएको पैसाले कल्याणकारीमा उपचार पाइन्छ, बच्चालाई स्कुल छ, त्यो चाहिँ हो। त्यो राष्ट्रले दिएको होइन, आफ्नै हो। अब रह्यो कुरो, कमसेकम सिपाहीमा भर्ना भएर पासिङ आउट हुने बेलामा अहिलेको युग अनुसार उसलाई मोटरसाइकल चढ्छ भने मोटरसाइकल किस्ताबन्दीमा दिनु पर्यो। उसले जग्गा किन्छ भन्यो भने 5-6 लाख 10 लाख कति चाहिन्छ किस्ताबन्दीमा दिनु पर्यो। उसले घर बनाउँछ भन्यो भने उसलाई चाहिने काठ काट्न नलाइकन दिनु पर्यो। अहिले एउटा आफ्नो बारीको रुख, सालको रुख काटेर घर बनाउन पाउँदिनँ मैले। चितवनमा उसै उम्रिया सालको बोट पनि मैले मास्या छु, किनभने यो रह्यो भने भोलि छोरालाई अप्ठ्यारो पर्छ भनेर। पहिले आफूले निबड्न पर्ने भयो। किन भन्दा काट्न पाइँदैन नि त, त्यस्तो स्थिति छ। त्यसैले काठ दिने हो कि के दिने हो कि दिएर ल तिम्रो घर परिवार हामी सुरक्षित भयौँ, हाम्रो परिवार ठिक छ भन्नेपछि सिपाही तत्त्वचित्त भएर माटोको लागि लड्छ। र धेरै जसो हामी भाग्यमानी ठाउँमा छौँ। हामी किन भाग्यमानी ठाउँमा छौँ भने हजुर हाम्रो यहाँ 12 घन्टा 10.5 घन्टादेखि 13 घन्टासम्ममा दिनरात हुन्छ। हाम्रो विश्वमा सबैभन्दा मिठो खाना हाम्रो छ दाल भात तरकारी अचार, जो खाएर कहिल्यै मिच्चिँदैन हो। अरू उनीहरूका खानेकुरो खाने भने मिच्चिन्छ, हाम्रो दाल भात तरकारी चाहिँ 5 घन्टापछि खाँदा हामी मिच्चिन्नौँ। त्यस्तो ठाउँ छ हजुर। अनि 3 घन्टामा मधेसबाट हिँड्यो भने हिमाल पुगिन्छ हो, 3 घन्टामा पुगिन्छ नि त, डाँडा पाखा चढ्दै गएपछि। त्यस्तो छ। यस्तो मिलेको सभ्य र यो हजुरको धार्मिक नगरी हो। सो धर्मो परमो धर्म पर धर्मो भयावह भन्छ गीताले। सो धर्म भनेको के भन्नु होला भने सो धर्म निधने श्रेय होइन, सो धर्मो परमो धर्म पनि छ, निधने श्रेय पनि छ। हजुरले भने ठिक हो। सो धर्मो निधन श्रेय भनेको तेरो धर्ममा मोर बरु भन्या।
स्वधर्मो परमो धर्म भने चाहिँ के भन्नु होला भने तपाईँको धर्म चाहिँ परम धर्म हो है, सबैभन्दा ठुलो धर्म। बस बस बस, अर्काको धर्ममा डन्ट कमेन्ट नगर। एक्ज्याक्टली। स्वधर्मो परमो धर्म परधर्मो भयावह, श्रीमद् भागवतको श्लोक हो यो। त्यसमा गीतामा निधने श्रेय भनेर आएको छ। त्यसमा स्वधर्म भने के? यो क्रिस्चियन मुस्लिम हिन्दू भने होइन। आँखाको धर्म आँखाले गर, कानको धर्म कानले गर। हुन त यी सबै छाला हुन् नि। मुखको धर्म मुखले गर। स्वधर्मो परमो धर्म। अब कानको धर्म सुन्नु हो भने हेर्छु भनेर पाइन्छ? सक्दैन, चान्सै छैन। हो, अहिले तपाईँ पत्रकारितामा हुनुहुन्छ भने पत्रकारिताको धर्म के? सत्य तथ्य मात्रै होइन, राष्ट्रलाई उथुल पुथुल नहुने गरी निर्णय गर्नु। एबिसी ल्याउनु पर्यो। कतिवटा के लाउनु पर्छ होइन, के किन कतिवटा लाउनु पर्छ, त्यो लाएर आफू पनि बाँच्ने अरूलाई नि बचाउने तपाईँको धर्म हो। कृषकको धर्म के? समयमा मल बिउको प्रयोग गरेर खेती गरिदिनु। सरकारको धर्म के? त्यो चिज किनिदिनु, नपुगेका ठाउँमा पुर्याइदिनु। हजुर, अहिले स्याउ उसिनेर घोडालाई खुवाउँछन् मेरो जुम्ला कर्णालीमा, जुम्ला हुम्ला मुगुमा। अलिअलि कुनै कुनै बौलाहरूले यहाँसम्म ल्याइपुर्या छन्। बौला भने किनभने राष्ट्रलाई च्यालेन्ज गर्ने मान्छेलाई बौला भने है मैले फेरि सकारात्मक अर्थमा। अर्थमा, किनभने त्यहाँदेखि स्याउ ल्याउँदा आधाभन्दा बढी कुहिन्छ। म पनि रारा 2 वर्ष बस्या हुनाले मलाई थाहा छ। यो ट्यागमा सल्ले पिरालो हालेर यहाँ ल्याउँदाखेरि पनि आधा बिग्रिन्थ्यो, किनभने त्यस्तो हावापानी छ त्यहाँ। अब त्यो किसिमको छ। त्यहाँ फलेको सिमी यहाँ ल्याइदिनु, तिनलाई चामल चाहिन्छ लैदिनु। हजुर, त्यहाँ घर जोडेर बनाउँछन्, पैसा कम छ, त्यहाँ जस्ता दिनु, छुट्टै छुट्टै घर बनाइदिनु। एउटा गाउँमा एउटा घर जल्यो भने सारा गाउँ जल्छ। त्यहाँ कमसेकम ग्याप राखेर घर बनाइदिनु। ल भइगयो, देशले एकैचोटि गर्न सकेन। 14 अञ्चल छ होइन। 1 वर्षको बजेट मेचीबाट सुरु गरे, 14 वर्षपछि त मेरो पालो आउँछ कि महाकालीमा? हजुर एकदम। अहिले मेरा केटकेटी चाहिँ झोलुङ्गे पुल नपाएर हजुरको खोला मास्टरले तार्न परिरहेछ। हजुर, यहाँ चाहिँ हजुरको चाहिँ 4-5वटा कोठामा पैसा राखेर महाशयहरू राज भएको छ। बस बस बस, त्यसो त यसो छ, त्यो पैसा त जल्या होइन बाबु। किन होइन भने अहिलेको नेतृत्व वर्गले भइरहेको ढाँचाभन्दा अर्को पैसा बनाओस् र हामी जस्ता बेकुबहरूलाई पैसा कति छ ल्याओस् भन्नुहोस्। ल्याएको जति साड दियोस्, कालो होस् कि गोरी होस्, साड दियोस्। हो, उसको नयाँ पैसा चलाइदियो भने त्यो जल्या पैसा त राष्ट्र ब्याङ्कमा बस्छ। सकियो, के पनि भएको छैन। जल्या होइन। अहिले सांसदहरूलाई दिनलाई रोकिएको तलबले हाम्रो पुलिस चौकीहरू बन्छन्। सबै हामीलाई एउटा सिंहदरबार बनाउन चाहिँ गाह्रो पर्छ। सर्वोच्च अदालतमा सबै जल्या होइन, त्यही हाम्रा नेताहरूको फाइल भएको ठाउँ जल्या हो। 1800 जति कैदी बाहिर निक्लेका छन्, बाहिर छन्, र ती ज्यानमाराहरूले बिताउँछन् कि भन्ने चाहिँ डर छ बाबु। अरू बाँकी के पनि छैन। अरू चाहिँ ठिक छ, अरू ठिक छ। अब सिपाहीले लिन पर्ने प्रेरणा यहाँबाट, यहाँको जीवनबाट? म चाहिँ जागिर सक्नुहुन्छ नखानुहोस्। जागिर खानु भनेको राम्रो चिजभित्र पर्दैन, त्यो अर्काको कन्ट्रोलमा बस्नुपर्छ। यदि त्यो कन्ट्रोलमा आइसक्नुहुन्छ भने त्यही सिपाही भएर बसिरहने होइन म कहिले माथि जाने भनेर। त्यहाँ भएका क्राइटेरियाहरू नियमहरू पुरा गरेर तपाईँ माथि 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 चढ्दै जानुहोस्। त्यो गर्न सक्ने भाइ साथी जो सिपाहीमा जागिर खान आउनुभएको छ, ती भाइ साथीहरूले अरूलाई हेरेर आफूलाई दुखी नबनाउनुहोस्। अहिले वासुदेव मेजर साहबलाई पेन्सन दिएको पनि त्यो माथि पण्डितको छोरो भनेर दिया होइन, मैले दुःख गरेर भेटिएको चिज भएर हो। तर मेरा 6 जना दाजुभाइहरूमा पेन्सन छैन। त्यो भन्नुको मतलब के त भन्नला भने
एउटा उखान छ नि, रोलिङ स्टोन डज नट गेट मस्की, यस्तै के भन्ने एउटा संस्कृतका के अरे अङ्ग्रेजीका उखान भन्थे। गुडिरहेको ढुङ्गोले काहीँ जम्मा गर्दैन। बस मन चञ्चल भएर सिपाहीमा आउने अर्थोक काम गर्न खोज्ने अर्थोक गर्ने हो भने त्यो मान्छेले त्यो रस लिनुपर्छ। सिपाहीको जागिर भनेको उखु जस्तो हो। बाहिरको बोक्रा थाचेर 18 वर्षको भएर भित्र छिरेपछि बेस गरी रस आउन्जेल उखु चपाउ, खोसेल्टा फाल रस निल। जागिर त उखु जस्तो छ भन्न खोजिया मैले। जागिरलाई चाहिँ मैले उखुको तुलना गरेको। तासिसकेको उखुको रस खान खोजेपछि हो, अब उपलब्धि छ नि, बिरामी भए हस्पिटलमा ल्याएर बाबामा सुताइदिएको छ, स्कुल दिएको छ। अहिले त बालवालालाई पैसा पनि सापट्टि दिन्छन्, हामीलाई त दिँदैन थिए, हामी हुने बेला थिएन लागु। हजुर निश्चित प्रपोजल लिएर गएर माथिकाले विश्वास गरे भने त्यो पनि छ। नायक हल्दारहरूलाई मोटरसाइकल, अफिसरहरूलाई मोटरसाइकल पनि झिक्ने छ क्यारे। ती अहिलेको सुविधा चाहिँ मलाई त्यति मेसो छैन हैन, तर आर्मीले कल्याणकारीबाट केही त गर्दैछ। त्यतिले मात्रै भयो भने पनि एउटा नेपालीको जीवन नट ब्याड। वर्षमा एकचोटि शान्ति सेना जान पाइयो भने अहिले पनि आउँछ 8-10 लाख रुपियाँ। सदुपयोग त तलबबाट गर्ने हो। अब अचम्मको कुरो सिपाहीलाई हुने कुरो छ। मेरो 114 जना कि 15 जना सैन्यमा मेरो एकजना यो धादिङको कुनै एउटा गाउँको साथी हुनुहुन्थ्यो। उहाँले चाहिँ सञ्चरबार भएपछि गएर खसी र राँगा मासु किनेर आधा आधा किनेर पाडा मासु किनेर मिसाएर उहाँ बेच्नुहुन्थ्यो। हामी उहाँले ल्याएको मासु किनेर खाने, हामीसँग पैसा हुन्न थियो हो। पास भएर जाँदा उहाँसँग 27,000 थियो त्यो बेलाको। तर उहाँले के गर्नुभयो त भन्दा हिजो घन्टी आउट लेख्नुभयो, शुक्रबारै बक्साउनु भयो, बाहिर निक्लिनु भयो हो। कहाँ पाउँछ त्यो पनि खोज्नुभयो होला होइन र, खट्नुभयो, पकाउनु भयो, हामी जस्ता गोरुलाई बेच्नुभयो अनि हामीलाई उधारो पत्याइदिनु भयो। महिना भएपछि उहाँले पैसा लिनुभयो, पछि उहाँको सम्पत्ति जोडियो। गर्ने मान्छेलाई केही हुँदैन। तपाईँको एउटा 35 जना सिपाही बसेको ठाउँमा मेरो एउटा सानो पसल थियो। काली पित्ले सित्ले साबन खैनी भएको मात्रै। त्यसको महिनामा अडिट गर्दाखेरि 7,000 देखि 10,000 को नाफा हुन्थ्यो। एउटा सिपाहीले खैनी चुरोड त्यो मोजा सोजा त्या सिपाहीलाई चाहिने चिज राखेर एउटा प्लाटुनको एउटा दराजको सामानले जम्मा कहिले 5,000 हुन्थ्यो, कहिले 7,000 हुन्थ्यो हैन। अनि के गर्ने भनेर त्यहाँ बोर्डमा सोद्धाखेरि कोही बेला क्यान्टिन थप्ने सर भन्थे, कोही बेला चाहिँ माछा मासु खाउँ सर भन्थे। किन उनीहरूलाई खुसी बनाउने भए हुनाले मैले चाहिँ तिमीहरूको राय भन, मेरो राय होइन भन्थे। र म त एउटा पल्टनमा परेका थिएँ बाबु, चण्डी प्रसाद भन्ने पल्टनमा। मेरा साथीहरू चाहिँ हप्ता दिनमा एउटा पाडो काटेर खानी पर्नुहुन्थ्यो, मगर हुनुहुन्थ्यो। शुक्रबार भएपछि उनीहरू त्यो अविधिमै कहाँबाट थाहा पाएर फलाना कहाँ पाडो छ भन्ने थाहा पाउँथे। अनि शुक्रबार भएपछि 4 जनाले घन्टी लेख्थे, एउटालाई रोक्ने बित्तिकै हुँदैन सर यसलाई रोक्न, हामी पाडो लिन जाने हो, भोलि हामी ल्याएर काट्छौँ। तिमीहरू यत्रो विधि किन खान्छौ पाडो, खसी खाओ भनेको। होइन हजुर हामीलाई त्यही ठिक छ। एउटा कम्पनी मगरको कम्पनीमा थिएँ म, उहाँहरूलाई त्यो मन पर्थ्यो। अनि ल्याएर कतिले किने, सुकुटी बनाएर राख्ने, अनि त्यो भात खाने बेला लोराले थिच्ने, त्यो सोख भयो उहाँहरूको। त्यो गर्दाखेरि पनि उनीहरू पैसा जोगाउँथे। हामी चाहिँ खसीको मासु किन्थ्यौँ, महँगो किन्थ्यौँ हैन त। त्यस्तो हुन्छ। त्यसैले हजुर यो के छ मर्चोला भने अहिले मैले जुन ढुङ्गो दौडिरहेकोले उ पाउँदैन भनेको जस्तै थिर भएर बस्नुहोस्। मेरा सिपाहीमा जाहिर खानी साथी दाजुभाइहरूलाई मेरो अनुरोध छ, थिर भएर बस्नुहोस्। तपाईँकै आँखा पापी छ, तपाईँको नाकको टुप्पो देख्दैन, तपाईँको निधार देख्दैन। तपाईँ अर्कालाई देखेर तुलना नगर्नुहोस्, ऐनामा हेर्नुहोस्।
नाक हेर्न पर्ने भए, निधार हेर्न पर्ने भए ऐनामा हेर्नुहोस्, आफू कुन बेसबाट आएको सम्झिनुहोस् र पेन्सन पकाउने उद्देश्यले जागिर खानुहोस्। जीवन सहजसँग बित्छ, सरल छ। पीडा नभएको मान्छे हुँदैन, दुःख नपरेको नि मान्छे हुँदैन। त्यो दुःखलाई दुःख सिद्धिने बित्तिकै सुख आउँछ, 16 वर्ष सिद्ध्याउने बित्तिकै पेन्सन आउँछ। त्यो किसिमले जानुहोस् भन्ने मेरो शुभकामना। यति नै हो हजुर। एकदम एकदम थोरै लास्टमा हाम्रो चाहिँ के छ भन्दा एउटा थोरै हामी अब सनातनवादी भनौँ एउटा हिसाबले हामीले अघि धर्मको व्याख्या पनि गऱ्यौँ। हामी फर्किन खोजेको कस्तो भन्दा यहाँ त एउटा लडाइँको सिपाही हुँदै एउटा आध्यात्मिक सिपाहीतिर पनि आउनुभयो। अनि यसको के छ यहाँको थोरै रुटिन अरूले पनि फलो गर्न सक्नुहुन्छ कि अध्ययन? यसो छ हजुरको कुरो के छ भन्नु होला भने आत्मालाई अध्यात्मतिर लैजाने। तपाईको शरीरलाई शिव भनिन्छ। शिवबाट शक्ति निक्लिने बित्तिकै त्यो सब बनिन्छ। अहिले मैले त्यो टी सर्ट कसको भन्यो भने तपाईँ मेरो भन्नुहुन्छ, तपाईँ को भन्यो भने म फलानु भन्नुहुन्छ। तपाईँ भित्रै दुईटा चिज छ, म र मेरो। म र मेरो छौन्जेलको अविधि हजुरले शरीरलाई पालन पोषण मन गर्नु पर्यो। जुन दिन मले छोडेर जान्छ त्यो दिन त्यसलाई सब भनिन्छ, लास भनिन्छ। हो, त्यस कारणले शिव र शक्तिको स्वरूपमा हाम्रो जन्म भएको छ। प्राण गइसकेपछि अङ्ग सबै भए पनि यसले चेतना पाउँदैन। प्राण नजाँदै यसलाई संरक्षण गर्दै आफूभन्दा माथिकोसँग मान्दै खुसी बनेर दुईटा कुरो हुन्छ। मान्छेले फोर्सले पनि मान्छ, खुसी भएर नि मान्छ। त्यही कुरो खुसी भएर मान्यो भने चाहिँ रक्षा हुन्छ आफ्नो। हो, खुसी भएर यस्तो के खानु भन्यो भने पेट दुख्छ, आहा भनेर खानु त्यसले राम्रो गर्छ। त्यसैले आहा भन्दा रस, हजुरलाई अमिलोको कल्पना गर्दा मुखमा रस आउँछ कि आउँदैन? जाडो बेलामा कौसीमा बसेर अमिलो साँधेर खाँदा मिठो हुन्छ। यो सब ध्रुव सत्य छ। अझ त्यसमा दही र चाहिँ सुन्तला हालिदिने हो भने त भनिसाध्य मिठो हुन्छ। कथा सिद्धियो। शब्दमा त यति तागत छ, कर्ममा तागत छैन। हजुरले यसरी बुझ्नुहोस्। त्यसैले अध्यात्म भनेको आत्मालाई ईश्वरसँग लैजाने बाटोलाई अध्यात्म भन्छन्। त्यो अध्यात्ममा जानलाई ट्र्याक एन्ड डिसिप्लिनमा हुनुपर्छ। क्यामेरामा भएको, मोबाइलमा भएको क्यामेरा पनि अन नगरिकन फोटो खिच्दैन। कर्म त चाहियो त्यहाँ पनि। बस त्यसैले कर्म गर। कर्म गर्ने चाहिँ हाम्रो जिम्मेवारी भित्र छ। फल भनेको ईश्वरले दिन पनि सक्नुहुन्छ, नदिन पनि सक्नुहुन्छ। ईश्वर भनेको कोही नै होइन। सुन्नुहोस्, स्वास्नी नहुनेको स्वास्नी ईश्वर, छोरो नहुनेको छोरो ईश्वर, सम्पत्ति नहुनेको सम्पत्ति ईश्वर। बुझ्नुभयो? हरेक चिज नहुनेको हुने चिज ईश्वर। त्यो पाएपछि यी भौतिक चिजले चाहिँ क्षणिक आनन्द हुन्छ। ईश्वरसँगको सम्पर्क गर्ने चाहिँ आनन्दमा आउँछ। आगो यत्नपूर्वक पकाउनुहोस्, भात पकाइदिन्छ। पानी यत्नपूर्वक खानुहोस्, राम्रो हुन्छ होइन? त्यसै गरी अग्नि जल राम्रोसँग खानुहोस्, शरीर स्वस्थ हुन्छ होइन? त्यस कारणले पहिला चाहिँ तपाईँको आफ्नो बेस नबिर्सिनु नै अध्यात्मको यात्रा हो। र हिजो म को थिएँ, टाटिया छोरो तिल्के, आज म के छु र भोलि के हुने हो। एकदम ल अलि एउटा मात्रै सानो जिज्ञासा। अघि चाहिँ जुन यहाँको एउटा जुन डिमोसनको अवस्था आयो त्यहाँमा चाहिँ हजुरको के लाग्छ? यो किनकि गाली त नगर्नु पर्ने हो नि। नै यसो छ, तपाईँको के छ भन्नु होला भने संस्था सुधार्दाखेरि त्यो उहाँहरूले मलाई सजाय दिएको म भन्दिनँ, मार त मलाई पर्यो। त्यो के छ भन्नु होला भने संस्था त्यसो नगर्दा संस्था सुध्रिँदैन, जोगिँदैन, रहँदैन। बस सुध्रिनु पर्यो। यहाँ पैसा खर्च नगर्नु बुद्धिमानी हो, तर चाहिएकै ठाउँमा नगर्नु चाहिँ के हुन्छ फेरि मूर्ख हुन्छ।
कन्जुस्याइ मुर हुन्छ। उहाँहरूले मलाई कर्तव्यच्युत भयो भनेर कारबाही गर्दा अरू सचेत भए नि। एकदम त्यो आवश्यक थियो। त्यो आवश्यक थियो। किन थाहा भयो त भन्दाखेरि म पनि त भएँ नि पछि अफिसर। थाहा भयो माथि गएर हेर्दा बस माथि त त्यसले मसँग भएको मान्छे राइफल नम्बर 4 दुश्मनलाई तिमीले पोजिसन देखाऊ भन्दाखेरि ऊ चाहिँ रन डाउन कोरल अब्जर्भ साइट फायर गरेन भने त मेरो कमान्डर त भ्यालुलेस भएन। त्यो बनाउँदा त एउटा त मान्छे मैले त्यो दुश्मनले मारोस् भनेकै हो नि, होइन र? त्यसैले म अहिले चाहिँ भन्दाखेरि त मलाई रिस छैन, तर त्यो बेलामा त्यो समयमा म त्यो पदमा नभएको हुनाले चाहिँ मलाई अन्याय पर्या जस्तो लाग्थ्यो। तर अचम्म मान्नु होला, म डेमोसन नभएको भए मेजर नै हुँदैन थिएँ। किन भन्नु होला भने मलाई मेजर हुनु थियो र डेमोसन भएको। त्यसैले म के भन्छु भने पोजिटिभपन चाहिँ आफूले खोज्ने चिज हो। पहिला त रिस उठ्थ्यो, नराम्रोसँग उठ्थ्यो, तर कुरो के छ त भन्नु होला भने उहाँले डेमोसन गर्नुभएको थियो। उहाँका शत्रु जतिले मलाई फेरि मित्र बनाए, शत्रुको शत्रु मित्र हुँदो रहेछ, होइन? अनि बिस्तारै तपाईँको गर्दै जाँदाखेरि त उसले नि राम्रो छ उसले नि राम्रो छ भन्दा भन्दै सबैको राम्रो भइयो। र मेरो डेमोसनलाई मसँगै मेरै समयमा 2 जना हामी डेमोसन भएको मान्छे। एउटा साई नेपाली सैनिक शिक्षालय भन्ने भक्तपुरको हुनुहुन्थ्यो। उहाँले चाहिँ मेरो घर चाहिँ सिस्ना गाँचको हलो छ भनेर निक्लिनु भयो। पछि पल्टनको आदत के भयो, घर गएर हुनुहुन्छ वा हुनुहुन्न, अहिले भेटघाट छैन। म बसिरहेँ, मलाई अफिसर हुने सौभाग्य मिल्यो। तर त्यो अवधिमा मलाई आइज फिर परेको छ, हिँड जाँड खान भन्ने मान्छे पनि थिए। किन बिगार्नको लागि त जो पनि तयारी हुन्छ, बनाउनको लागि चाहिँ एउटै मुस्किलले भेटिन्छ। त्यसैले त्यसलाई गुरु भने एकजना मात्रै बनाउँछ, एकजनाले बनाउन खोज्छ, त्यो चाहिँ गुरु भयो। त्यसैले हजुर अब यो अहिले के भएको छ भन्नु होला भने सेनामा अफिसरहरू ओर्लेर लेक्चर कम गर्न थाले। केही भन्नु पर्दैन, आफ्नो अनुभव मात्रै भन्दै नि उसलाई सपोर्ट हुन्छ नि। अनुभवै सेयर गर्ने त बस। पहिला चाहिँ के हुन्थ्यो भन्नु होला भने आज 5 गते कमान्डिङको, 10 गते सुबदार मेजरको, 15 गते ऐटनको, त्यो किसिमको हुन्थ्यो। एजुटेन्ट भन्छ नि हामीले शब्दमा, ऐटन भने पनि त्यो हुन्थ्यो। शुक्रबार हतियार मोल्ने परेड हुन्थ्यो, हतियार तमुदरुस्ती हुन्थ्यो नि, हप्तामा एकचोटि मोल्दा। अहिले छोड्दै हतियार मोल्न सोल्न पर्दैन भन्ने भएपछि हतियारमा खाइलाग्ने भयो। हजुर। अनि कमिसनका उसमा जाँदाखेरि तपाईँ अचम्म मान्नु होला, नेपाल आर्मीमा आर्मीले नै बनाएको लघु उद्योगलाई अझ रन गर्नुपर्छ। जस्तो छ अहिले त्यसलाई हिँड्न सक्ने भएको छ, त्यसलाई दौडाउनु पर्छ। तर बाहिरबाट सामान लिन हुन्न। अचम्म मान्नु होला, तपाईँले पनि कुनै दिन मौका परेर त्यहाँको सामान पाउनुभयो भने त्यो सामान वर्ष दिन बिग्रिँदैन। तर त्यस्तै सामान बजारमा किन्दा 6 महिनाभन्दा टिक्दैन। स्थिति यस्तो छ। तर 6 महिना भएको सामान चाहिँ भित्र ल्याउन कोसिस हुन्छ। 1 वर्षको चाहिँ 1 वर्षकोलाई चाहिँ 1 वर्ष त मिलिटरीले बनाएको ठाउँ हो नि, छैन त्यसको त हो। अनि बाहिरबाट आउने लिन कोसिस गर्छन्। किन भन्नु होला भने अहिले सत्य, धर्म, दया भन्ने चाहिँ गइसक्यो, होइन? पर्दा लाएर भित्र राज भएको छ। ढोका नखोलिकन भित्रको कुरो थाहा पाइँदैन क्या। चुरा मात्रै बजिया सुन्या हो, बाहिर त के छ बस 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 त्यति हो। ल एकदम। अब हामी चाहिँ लगभग सकाइहाल्यौँ भनौँ। यहाँले भने जस्तै हामी पनि के छौँ भन्दाखेरि अनुभव सेयर गर्छौँ यसमा, सिपाहीका कथा, सिपाहीका गाथा भनेर। हाम्रो पहिला के थियो नि, सिपाही बोल्दैन। यहाँहरूले त अब बोल्न थाल्नुभयो, अवसर पाउनुभयो, गर्नुभयो, आफै गर्नुभयो भनौँ न, अवसर पाउनुभयो कि अवसर खोज्नुभयो भनौँ। तर त्यति हुँदै हुँदै पनि कतिपय चाहिँ हाम्रो भनौँ धेरैजनाले क्यामेरा फेस नगर्ने, नबोल्ने, बोल्नु हुँदैन भन्ने भनाएको छ नि। हाम्रो कुरा हामीले नबोले चाहिँ अरूले बिगारिँदो रहेछन् क्या। हामीले जब भन्दैनौँ नि हाम्रो कुरा, त्यो गोली त कस्तो हुन्छ, के खान्छ, कस्तो हुन्छ त हामीलाई थाहा छ नि त। अर्काले भनेर त बिगार्दो रहेछ त्यो हो। त्यही भएर हामी अरूको बारेमा बोल्दैनौँ, हामी आफ्नै कुरा मात्रै बोल्छौँ, जसले सिपाहीलाई
प्रेरणा दियोस्, अगाडि बढ्नलाई काम गरोस् र अन्तिममा थोरै तनाव चाहिँ एकदमै धेरै, त्यो तनावबाट आउने छोटो एउटा शब्दमा भन्दा अथवा हजुरले भन्दा तनाव नलिने कारण अथवा तनावबाट बाहिर आउने कारण चाहिँ के होला आध्यात्मिक वेबाट हेर्दा? जागिरमा नै होइन, सबैको मान्छे आमजना। सबभन्दा पहिले अब मैले अध्यात्ममा मैले बुझेको वस्तुस्थितिको हिसाब किताबले भन्दाखेरि पहिला तपाईँ चाहिँ म को हुँ चिन्न पर्यो। जब तपाईँलाई राम्रो म भन्ने फिलिङ आयो भने कोदाली पाते तहको परिभाषा बुझ्नुहुन्छ। यहाँ त म जस्तो भइन त जस्तो भइनस् भन्दाखेरि कुरो नमिल्या हो। बुझ्नुभयो? अध्यात्म भनेको चाहिँ यस्तो चिज छ तपाईँको, अहिले मैले उसमा पनि भने नि, तपाईँको यात्रा कता हो बुझ्नुभयो? एभ्री म्यान ह्याभ ए लक रे, लक इज अ फनेल, लकी म्यान सोज फ्रम बिग टु स्मल, अनलकी म्यान सोच टु स्मल टु बिग। यति हो, यो भन्दा केही छैन। अब हजुर भाग्यमानी भए, म भन्दा भाग्यमानी मान्छे कोही पनि छैन, ह्याप्पीपट्टि जानुहोस्। तपाईँ अब दुखी हुन मन लाग्यो भने के भन्नु आफूलाई, घर छैन, जग्गा छैन, बिहे पनि भर्खर गरेको छु, उता बस्ने ठाउँ छैन, खाने चिज छैन, यस्तो उस्तोपट्टि जानुभयो भने तपाईँलाई चाहिँ अप्ठ्यारो हुन्छ। त्यस कारणले गर्दा म जस्तो भएर बाँच्न पर्यो, हजुर जस्तो भएर बाँच्न पर्यो, अर्को त जस्तै भएर बाँच्न पर्यो। यहाँ कुरो के छ भन्नु होला भने भाँडा माझ्न जागिर खाएकोले मेचा बसेर कुर्सीको रहर गरेर त पाइएन। त्यसैले प्राचीन कर्म बलवान मनयो वदन्ती, पूर्वजन्ममा ल्याएको जागिर खाँदा सङ्कल्प गरेको भोग्यको कुरो चाहिँ स्वीकार गर्दै गर्दै जानुपर्छ। यो नै अध्यात्म क्षेत्रको कार्य क्षेत्रको प्रेरणा हो। एकदम धन्यवाद। अब हामी जाँदा जाँदै केही छ कि अब जाँदा जाँदै मसँग चाहिँ अब केही छैन, भए जति मैले उकेलिसकेँ। अब तैपनि तपाईँलाई भन्न खोज्दाखेरि चाहिँ तपाईँले लिएका प्रत्येक इन्टरभ्यूमा तपाईँ पनि बाँच्नुहोस्, राष्ट्र पनि बाँच्न सकोस्, मलाई यति भन्दै म बिदा हुन्छु। यो सबैतिर लागु हुन्छ। धन्यवाद। सलाम यहाँलाई। थ्याङ्क यू हजुर।